चाइल्ड रियरिङ चाहिँ ब्याड छ भन्न खोजेको होइन प्यारेन्ट्सको, सबैले आफूले बेस्ट दिइरहनु भएको हुन्छ आफ्नो चिल्ड्रेनको लागि होइन। हामी पनि अफिसबाट गएर फोन चलाएर बसिरहेको हुन्छौँ, अनि बच्चाले हेर्दाखेरि त्यही फोन चलाउनु पर्ने रहेछ, घर आएपछि त भन्ने सिकिहालिन्छ। बुझ्छ। प्यारेन्ट्सले सोच्नुहुन्छ पैसा कमाउनु, राम्रो स्कुलमा हालौँ। अहिलेको हामी एज अ प्यारेन्ट्स, हाम्रो जेनेरेसनले चाहिँ त्यो सोचेर काम गरिरहेछ। सायद फर्दर जेनेरेसनले, मभन्दा अगाडिकोले पनि त्यही गरिरहनु भएको थियो। तर जतिखेर स्कुल हाल्छौँ नि त्यतिखेर उसको ब्रेन डेभलपमेन्टमा चाहिँ धेरै ठुलो भूमिका खेलिसकिनु पर्ने हुन्छ। त्यो लुप होल्स चाहिँ पछि गएर टिचर्सले फिल गर्न नसक्नु पनि हुन्छ। इमोसनल डायलग चाहिँ बच्चालाई चाहिँ म अहिले तिमीलाई सुनिरहेको छु है भन्ने उसलाई फिल गराउनु पर्यो कि इम्प्याथिकल हुन सिकाउँछ क्या यसले चाहिँ। फोन धेरै युज गरेको समस्या बच्चाहरूले, अनि होमवर्क गर्न नमान्ने घरमा अर्को समस्या, र स्कुल जान नमान लाग्ने अर्को समस्या। यो तिनटाको सोलुसन चाहिँ तपाईँले दिनु पर्दाखेरि कसरी दिनुहुन्छ? सुरुमा त वेलकमबाटै सुरु गरौँ। हेलो, नमस्ते। नमस्कार। पोडकास्टमा तपाईँलाई स्वागत छ। धेरै धेरै धन्यवाद। तपाईँको सुरु गर्दाखेरि नै अलिकति आफूलाई इन्ट्रोडक्सन दिँदाखेरि चाहिँ कसरी चिनाउन चाहनुहुन्छ? किनकि तपाईँको धेरै ठाउँमा हात हाल्नुभएको जस्तो देखेको छु मैले होइन। सो तपाईँले आफूलाई चिनाउँदाखेरि चाहिँ कसरी चिनाउन चाहनुहुन्छ? म भावना बस्नेत खड्का, अहिले हाल चाहिँ जावलाखेल निवासी। मैले चाहिँ 17 वर्षदेखि, म आफू 17 वर्ष हुँदादेखि नै शिक्षा क्षेत्रमा, अब त्यतिखेर चाहिँ शिक्षा क्षेत्रमा लागेर प्यासिनेटली गइन्छ भन्ने कन्सेप्टले भन्दा पनि मेरो आफ्नो प्रिन्सिपल सरको चाहिँ एउटा गाइडलाइन्समा चाहिँ मैले सुरु गरेको आफ्नो यात्रा। त्यो यात्रा निरन्तर गर्दै जाँदा, स्कुल चलाउँदै जाँदा आफैले स्कुल सुरु गरेर एज चेयरपर्सन पनि मैले स्कुल ह्यान्डल गरेँ। र त्यो बसिरहँदाखेरि मैले एज एन एजुकेटर भइसकेपछि त्यहाँ लुप होल्सहरू जुन फाइन्ड आउट गरेँ स्कुलभित्र, त्यति बेला चाहिँ मलाई के भयो भने म एउटा संस्थाभित्र मात्र बसेर चाहिँ मैले यो सबै कुराहरू फिलअप गर्न सक्दिनँ भन्ने सोचेर त्यहाँबाट चाहिँ यो कोभिडको दौरानको ठ्याक्कै अगाडि स्कुल चाहिँ ह्यान्डओभर गरेर म फेरि आफैलाई अझ बढी ट्रेन्ड गर्नु पर्यो भन्ने हिसाबले विभिन्न ट्रेनिङहरू लिँदै र दिँदै अगाडि बढेको हुनाले गर्दाखेरि म आफूलाई चाहिँ अहिले भन्नुपर्दा एउटा आमा है, मेरो 2टा बच्चाहरू पनि छन्, एउटा आमा र सबै आमाहरूसँग चाहिँ बालबालिका चाहिँ राम्रोसँग जोडिनुपर्छ भावनात्मक रूपमा भन्ने एउटा मोटो लिएर अगाडि बढेको हुनाले गर्दाखेरि चाहिँ म फेसिलिटेटर, सहजकर्ताको रूपमा अभिभावक र बालबालिका साथै शिक्षक तिनटै त्रिकोणमा काम गर्ने एउटा सहजकर्ताको रूपमा आफूलाई चिनाउन चाहन्छु। फेसिलिटेटरको रूपमा चाहिँ कसरी गरिरहनु भएको छ? आफै व्यक्तिगत रूपमा गर्दै हुनुहुन्छ कि कुनै संस्था मार्फत गरिरहनु भएको छ कि अथवा आफ्नै जुन कम्पनीबाट गरिरहनु भएको छ? अब हाम्रो जुन पेनमेट भनेर एउटा चाहिँ बिजनेस, ट्रेडमार्क बिजनेस छ, त्यसको एउटा सेक्टर चाहिँ एजुकेसन हब एन्ड ट्रेनिङ सेन्टर भनेर, पेनमेट एजुकेसन हब एन्ड ट्रेनिङ सेन्टर भनेर सुरु गरेका छौँ हामीले। त्यसमा चाहिँ मैले ट्रेनिङ प्यारेन्ट्स, टिचर्स र साथसाथै बच्चाहरूको पनि होलिस्टिकल अप्रोचमा चाहिँ अहिलेको यो कन्डिसन कस्तो भयो कोभिड पछि भने बच्चाहरू स्क्रिन टाइम बढी भइदियो, त्यसलाई मिनिमाइज गर्न सक्ने, त्यसमा चाहिँ काउन्सिलिङ गर्न सक्ने प्यारेन्ट्सहरूलाई पनि अलिकति टफनेस फिल भयो। त्यो प्रब्लमले गर्दाखेरि चाहिँ होलिस्टिकल्ली अप्रोचको कन्सेप्ट लिएर आफ्टर स्कुल पनि हामीले इभिनिङमा आफ्टर स्कुलबाट आइसकेपछि बालबालिकाहरूले चाहिँ एउटा राम्रो वातावरणमा होमवर्क गर्ने साथै अरू पनि सिक्ने, वाट इज डिसिप्लिन पनि उनीहरूले सिक्नै पर्यो। अनि लाइफमा चाहिँ अगाडि बढ्नलाई जुन मास फेसिङ कसरी गर्न सकिन्छ, के गर्ने त जीवनमा, मेरो भिजुअल के हुन्छ, मैले आफूले चाहिँ एउटा आफ्नो लागि भिजुअल कोडिङहरू गरेर उनीहरूले यस्तो पनि गर्न सकिँदो रहेछ है भनेर एउटा प्लान, पोलिसिजहरू बनाउनलाई उनीहरूलाई गाइड गर्ने कन्सेप्टले हामीले इभिनिङमा पनि त्यसरी सुरु गरेका छौँ। र पेनमेट एजुकेसन हब सुरु गर्नुभन्दा अगाडि मैले इसिइसी भन्ने एउटा अर्ली
एजुकेसन सेन्टर चाहिँ छ भनिमण्डलमा, अर्ली एजुकेसन डेभलपमेन्ट सेन्टर। अर्ली एजुकेसन हजुर, इसी कति ग्रेडलाई हामीले बुझ्न मिल्छ? त्यसमा चाहिँ अर्ली एजुकेसन भनेको चाहिँ हजुरको भन्दा चाहिँ 5 यो प्री स्कुललाई चाहिँ स्पेसल्ली अर्ली एजुकेसन भन्छ। अनि त्यसमा चाहिँ मैले आइसिडिपी फेसिलिटेटर र को कोर्स गरिसकेपछि चाहिँ मलाई टिचर्स र स्टुडेन्ट्स भन्दा पनि अझ स्पेसल लुप होल्स चाहिँ प्यारेन्ट्सको थ्रुबाट भइरहेछ भन्ने मलाई चाहिँ त्यति बेला लाग्यो। र मैले फेरि चाइल्ड रियरिङ चाहिँ ब्याड छ भन्न खोजेको होइन, प्यारेन्ट्सको सबैले आफूले बेस्ट दिइरहनु भएको हुन्छ आफ्नो चिल्ड्रेनको लागि होइन। चाइल्ड रियरिङ प्र्याक्टिस एकदम गुड वेबाट गुड अप्रोच चाहिँ अप्लाई गरिरहनु भएको हुन्छ। तर त्यहाँ समस्या चाहिँ के हुँदो रहेछ भने कति लुप होल चाहिँ हामीले, म एजुकेसन सेक्टरमा एकाडेमिक सेक्टरमै छु र मलाई नलेज भयो, तर अरू प्रोफेसनमा हुनेलाई चाहिँ त्यहाँ समस्या हुँदो रहेछ कि मैले बालबालिकासँग चाहिँ यो गर्नुपर्छ। अनि इमोसनल डेभलपमेन्ट जुन हुन्छ स्पेसली अझ अहिले भन्नुपर्दा चाहिँ जुन 2 इयर्सको बालबालिका हुन्छ नि, हामीले 2 इयर्ससम्मको बालबालिकाको चाहिँ अझ उनीहरूको चाहिँ यो ब्रेन डेभलपमेन्ट ऱ्यापिडली हुने 80% नै भइसक्ने भन्ने एउटा जुन रिसर्च छ, त्यसमा चाहिँ के भयो त अब प्यारेन्ट्सले सोच्नुहुन्छ पैसा कमाउनु, राम्रो स्कुलमा हालौँ। अहिलेको हामी एज अ प्यारेन्ट्स हाम्रो जेनेरेसनले चाहिँ त्यो सोचेर काम गरिरहेछ। सायद फर्दर जेनेरेसनले मभन्दा अगाडिकोले पनि त्यही गरिरहनु भएको थियो। तर जतिखेर स्कुल हाल्छौँ नि त्यतिखेर उसको ब्रेन डेभलपमेन्टमा चाहिँ धेरै ठुलो भूमिका खेलिसकिनुपर्ने हुन्छ। त्यो लुप होल्स चाहिँ पछि गएर टिचर्सले फिल गर्न नसक्नु पनि हुन्छ। त्यसले गर्दाखेरि बच्चा जब जन्मियो नि तबदेखि नै रियरिङ प्र्याक्टिसेसहरू जबदेखि नै सुरु गर्नुपर्ने हुन्छ। न कि अब पैसा जम्मा गरौँ, बच्चा जन्मियो अब चाहिँ यसलाई चाहिँ एउटा फिक्स डिपोजिट गरौँ अनि राम्रो स्कुलमा पढाउनको लागि भनेर लगानी गर्ने भन्दा पनि उसको र मेरो भावनात्मक संवाद हामी कसरी अट्याच्ड हुन्छौँ, यो अट्याचमेन्ट एन्ड बोन्डिङको मेरो यो कन्सेप्ट चाहिँ मैले प्यारेन्टियलमा अझ आइसिडिपी सँगसँगै लिएर मैले पनि प्यारेन्टियल सेसनहरूमा जुन अप्रोच किन गर्न पनि खोजेको भने अहिलेको जेनेरेसनमा हेरौँ न, हामी 12 कक्षा पास गर्छन् अनि के गर्ने भन्दा म अस्ट्रेलिया ट्राई गरिरहेको छु, युके ट्राई गरिरहेको छु होइन, युएस ट्राई गरिरहेको छु, बच्चाहरूको त्यो आइरहेछ। अनि हामी एज अ प्यारेन्ट के प्राउडली भन्छौँ नि त, ए मेरो बच्चा चाहिँ फलानु कन्ट्री ट्राई गरिरहेछ, यति लाख मैले उसलाई एरेन्ज गरिरहेको छु। अनि गइसकेपछि त्यही प्यारेन्ट्सले 10 वर्षपछि 20 वर्षपछि मेरो बच्चाले त मलाई फर्केर पनि हेरिरहेको छैन, ऊ त उतै सेटल भयो, अब म चाहिँ के गर्ने त, अब म वृद्धाश्रममा बस्ने कि मलाई को चाहिँ हो त केयरटेकर मेरो भन्ने यो सिचुएसनलाई चाहिँ मैले एकदमै नजिकबाट अब्जर्भ गर्दाखेरि मेरो आफ्नै सोसाइटी छ नि त, सोसाइटीमा अब्जर्भ गर्दाखेरि इच एन्ड एभ्री हाउस के होला एउटा दुईवटा तलमाथि हुनसक्छ 95% चाहिँ त्यो सिनारियो देखिन गएको छ क्या हो। त्यसैले अब्रोड स्टडीको लागि त पठाउनु पनि पर्यो होइन, नेपालमा भन्दा राम्रो अपर्च्युनिटी होला छोराछोरीको लागि, त्यसमा हामीले पठाउनु ठुलो कुरा भएन। तर पठाइसकेपछि ऊ फेरि म भनेर आउनु भनेको चाहिँ द्याट इज आवर इन्भेस्टमेन्ट हो कि। त्यो चाहिँ इन्भेस्टमेन्ट कतिखेर त भन्दा अर्ली चाइल्ड डेभलपमेन्टमा गर्ने, अर्ली इयर्समा गर्ने इन्भेस्टमेन्ट चाहिँ स्पेसल्ली त्यसले चाहिँ पछि गएर काम गरिरहेको हुन्छ। यहाँ चाहिँ हामी एज अ प्यारेन्ट ल्याकिङ भइरहेछौँ कि। ओके, इसिडी अर्ली चाइल्ड डेभलपमेन्टमा गरिएको कुराले यसको इम्प्याक्ट चाहिँ हामीलाई 20-30 वर्षपछि देखिने भयो। एक्ज्याक्टली। सो तपाईँले एउटा सर्ट फर्म युज गर्नुभयो आइसिडिपी भन्नाले इन्टरनेसनल चाइल्ड डेभलपमेन्ट प्रोग्राम। ओके, यो चाहिँ अन्तर्राष्ट्रिय रूपमा नै, यसको लागि केही लाइसेन्सहरू लिने होइन, ट्रेनिङै छ। इसिले यो चाहिँ आइसिडिपी नेपालले यो चाहिँ नर्वेबाट 1980मा स्टार्ट भएको र डिफ्रेन्ट कन्ट्रिजहरूमा छ र यसलाई चाहिँ अहिले चाहिँ ह्यान्डल गरिरहेको छ इसिसी हाम्रो यो अर्ली चाइल्डहुड एजुकेसन सेन्टर भनिमण्डलले आइसिडिपी नेपालसँग कोलाबोरेट गरेर। त्यसमा चाहिँ सिकाउने भन्दा पनि संवाद होइन, अन्तर्वार्ता मात्र नभइकन अन्तर्क्रिया के को माध्यमबाट चाहिँ ए मेरो लुप होल्स यो रहेछ नि त भनेर। जस्तो प्यारेन्टल एजुकेसनमा अरू ट्रेनिङमा चाहिँ के हुन्छ त भन्दा
एकतर्फी सिकाइ हुन्छ, श्रोता र दर्शकको भूमिका भइरहेको हुन्छ होइन। तर त्यहाँ चाहिँ के भइरहेको हुन्छ त भन्दा मैले के गरिरहेको छु त जगबाट के फाउन्डेसन जसरी घर बनाउँदा हामीले चाहिँ प्रिपरेसन सबभन्दा पहिला त हामीले के को लागि गर्ने त फाउन्डेसनको लागि होइन। ब्लुप्रिन्ट बनाइन्छ, म्याटेरियल्सहरूको मेजरमेन्टदेखि लिएर इच एन्ड एभ्री कुरा चाहिँ के को लागि गर्छौँ, फाउन्डेसनको लागि। त्यस्तै गरी बच्चा एउटा चाहिँ पोर्सन होइन, गुड पोर्सनलाई हामीले अगाडि बढाउनलाई एज अ प्राइमरी केयर गिभर, अब म आमा होइन, अब हजुरआमा एज अ टिचर नै पनि हुनसक्छ नि त, किनभने यसरी अर्ली चाइल्ड डेभलपमेन्टमा जुन टिचरसँग अट्याचमेन्ट हुन्छ त्यो पनि एउटा राम्रो बोन्डिङ भइरहेको हुन्छ बच्चाहरूको। उहाँले चाहिँ लुप होल्सहरू कहाँ छ त, के चाहिँ समस्या भएको रहेछ त भन्दाखेरि यस्तो सेसनहरू हुन्छ कि प्यारेन्ट्सहरू रुनुहुन्छ कि यति सेन्सिटाइज हुनुहुन्छ नि। मैले गरि त रहेको हो, मैले दिइरहेको छु नि त, किनभने म 24/7 कमाउन जान्छु होइन एज अ प्यारेन्ट भन्दाखेरि। अनि त्यसपछि बच्चालाई के चाहिन्छ, राम्रो स्कुलमा हालेको छु, बच्चाको लागि चाहिने मेटेरियल्सहरू उसले मागेको अभाइलेबल गरिदिरहेको छु। प्यारेन्ट्सले त्यो सोच्नुहुन्छ नि त। तर बच्चा कहाँ ल्याकिङ भइरहेको हुन्छ भन्दा उसले क्वालिटी टाइम पाइरहेको हुँदैन क्या। हामी चाहिँ सोच्छौँ 24/7 365 सबै कसको लागि इन्भेस्ट गरिरहेछौँ, बालबालिकाको लागि भनेर सोच्छौँ। तर बालबालिकाले के सोचिरहेछ, दे हेभ नो टाइम फर मी के, प्यारेन्ट्ससँग मेरो लागि टाइमै छैन, मलाई सुनिदिनुहुन्न। उसलाई चाहिँ सुन्ने मान्छे चाहियो, इन्टरेक्ट गर्ने मान्छे चाहियो, उसको कन्भर्सेसनमा हो यस नो भन्ने एउटा उसको अगाडि बसेर कोही फेसिलिटेट गर्ने पर्सन चाहियो। हामी त्यहाँ चाहिँ एज अ प्यारेन्ट ल्याकिङ भइरहेको छौँ। त्यस्तो कुराहरूलाई चाहिँ सेन्सिटाइज गरेर यो आइसिडिपीले चाहिँ म यहाँ चाहिँ गलत रहेछु भनेर वर्कसपहरू वन्स अ विक हुन्छ हाम्रो, आज गऱ्यो अनि 1 हप्तासम्म त्यहीमा काम गर्नुहुन्छ उहाँहरू होइन। त्यसमा चाहिँ अब 8वटा चाहिँ संवादहरू हाम्रो चाहिँ 8वटा तहहरूबाट चाहिँ हामी गएर इमोसनल पहिला त इमोसनलमा नै संवाद अन्त के भन्छ भावनात्मक संवादमा नै काम गर्नु पर्यो। त्यसपछि बुझ्ने र बुझाउने बल्ल सुरु हुन्छ र गएर अन्तिममा चाहिँ हाम्रो यो सीमाङ्कन गर्ने के अरे, अब यो गर्नुहुन्छ गर्नुहुन्न। तर हामी भनौँ न एज अ प्यारेन्ट चाहिँ हाम्रो चाइल्ड रियरिङ चाहिँ फेरि ठ्याक्क अपोजिट छ। हामी चाहिँ कहाँबाट सुरु गर्छौँ, यस सर नोबाट सुरु गर्छौँ। हुन्न, एउटा रेगुलेसन एउटा भनौँ न सीमाङ्कन गर्ने काम चाहिँ हामी फर्स्ट गर्छौँ। त्यसले चाहिँ के ल्याकिङ गरिदियो त भन्दा अर्थ बुझ्ने बुझाउने पनि ल्याकिङ भयो, अनि त्यसपछि उसको र मेरो भावनात्मक संवाद पनि ल्याकिङ भयो। अनि बच्चा जन्मिने बित्तिकै अथवा बच्चा गर्भमा आउँदाखेरि नै, आमाको गर्भमा आउँदाखेरि नै ऊ एउटा वस्तुको रूपमा आइरहेको हुँदैन कि, ऊ चाहिँ एउटा व्यक्तिको रूपमा जन्मिरहेको हुन्छ नि त। जस्तो हाम्रो समाजमा भनाइ पनि छ नि त, अब 3 जिउको 2 जिउको होइन, अन्त अहिले त 3 जिउ भनेर ऊ पनि गरिदिन्छ, ठ्याक्कै त्यसलाई काट्दा भयो। 2 जिउको भनेर जुन भनिरहेको हुन्छ, त्यो 2 जिउ भन्ने बित्तिकै कन्सिभ गर्ने बित्तिकै किन 2 जिउ भनेको त भन्दा देयर इज सम वान इनसाइड यु भने हो नि त मदरलाई। भनेपछि ऊ गर्भमा आउँदा चाहिँ ऊ व्यक्ति भएर आइसकेको छ, तर जन्मिसक्दा चाहिँ उसलाई हामीले वस्तु बनाइदिन्छौँ कि दिस इज राइट फर यु, दिस इज रङ फर यु, यु हेभ टु डु दिस, यु डोन्ट हेभ टु डु दिस है। यो चाहिँ जब यसलाई चाहिँ हामीले चाहिँ सीमाङ्कन गर्न थाल्छौँ नि, अब ऊ कन्फ्युजनमा हुन्छ नि त बच्चा, के गर्ने के नगर्ने, हुन्छ भनेको छ हुन्न भनेको छ, अब उसलाई थाहै हुँदैन क्या यसले। अनि त्यसले गर्दा जुन उसको न्युरोन्सहरूको डेभलपमेन्ट हुने एकदमै हाइली भइरहेको बेलामा जुन जोडिनु पर्ने तारहरू ब्रेनका छन् नि, यो त राइट रहेछ रङ रहेछ, उसले एउटा चाहिँ भिजुअलाइज गरेर यो भनेको यो चिज रहेछ भनेर उसले आफैले अनुभव गरेर बुझेर सिकाइको चाहिँ एउटा पार गर्नुपर्ने बेलामा, सिक्नुपर्ने बेलामा अभिभावकले के गरिदिनुहुन्छ, यो चाहिँ यो हो पहिल्यै भनिदिनु, क्लियरली बुझाइदिइसकेपछि उसको अर्थ बुझाइ चाहिँ अब सायद अलिकति इन्कम्प्लिट होला र त्यसले हिन्डर्स कहाँ गर्छ त उसको एजुकेसनमा। एकाडेमिकली पनि गर्यो नि त पछि गएर, किनभने उसले त्यो राम्रोसँग बुझेको छैन, प्यारेन्ट्सले भनेको हिसाबमा मात्र उसले बुझेको हो। तर उसले आफूले जुन बुझ्नुपर्ने हो नि,
हो त्यो चाहिँ किन भएको छैन त हामीले त्यो एउटा टाइम दिन क्वालिटी टाइमको ल्याकिङले गर्दाखेरि त्यो भइरहेको छ। मैले एउटा रिल एकदम फेमस भएको छ नि। हजुर। अनि योवाला तपाईँले नै हेर्नु भएको छ कि भएको छैन? योवाला छैन छैन। होइन यो चाहिँ एकदमै फेमस भएको छ होइन। यसमा चाहिँ के हुन्छ भन्दाखेरि बच्चालाई चाहिँ उसको मम्मीले यति धेरै नाइ भनिरहेछ नि होइन। मैले यो कप यसरी चलाएँ होइन, अनि नचलाऊ भन्ने कि मचलाऊ यो इन्डियन फ्यामिली हो। सो मचलाऊ भन्दै होइन। अब उनीहरू घुम्न जाँदो रहेछन् एउटा तालमा, अनि बोटिङ गर्दाखेरि त हामी पानीमा हात हाल्छौँ नि त, हामी ठुलो मान्छे नै हाल्छौँ। अनि बच्चाले पानीमा हात डालु भन्छ, अनि नहीं भन्छ। अनि उसलाई त्यो चिडिरहेछ कि जे कुरामा नि नाइ भनेर सुनिरहेको, त्यो घुम्न जाँदाखेरि पनि हर बात पे नै भनेर। अनि यो चाहिँ अलिकति एकदमै एकदमै ब्रस्ट भएको भयो। अनि यो चाहिँ मान्छेहरूलाई क्युट लागिरहेछ कि। तर तपाईँको नजरबाट हेर्दा अहिले मैले यत्रो कुरा सुनिरहँदाखेरि चाहिँ ठ्याक्कै यो रिलेट गरेँ कि म अलि रमाइलो मानेर हेरिरहेको थिएँ, तर त्यहाँनिर समस्या रहेछ। बच्चामा त समस्या रहेछ नि त। उसले त कति ठुलो फ्रस्ट्रेसन एकुमुलेट भएर एक्सप्रेस गरिरहेछ नि त। किनकि त्यो इन्भाइरोमेन्ट शान्त छ, उनीहरू घुमिरहेछन् होइन, शान्त छ। त्यो माहौलमा पनि उसलाई चाहिँ त्यो नाइ भन्नाले चाहिँ त्यो नाइको शब्दले चाहिँ कति ठुलो इम्प्याक्ट पऱ्यो भनेर एउटा फ्रस्ट्रेसन निक्लिएको छ होइन। सो त्यो अघि भन्नुभएको कनेक्सनको कुरा, लाइक के चाहिएको छ हामीले चाहिँ सुरुदेखि नै अब्जेक्ट जसरी यस नो यो गर्ने यो नगर्ने भनेर एउटा लिमिट सेट गरिदिएका छौँ होइन। उसलाई के चाहिएको छैन भन्दा पनि उसलाई चाहिँ सुरुदेखि यस्तो गर्नुहुन्न, यसलाई गर्नुहुन्छ भनेर त्यो त्यसमै सीमित भयो भन्ने कुरा। त्यो चाहिँ एउटा सानो मैले देखेको थिएँ, अनि ठ्याक्क त्यसमा रिलेट गरेँ। अनि तपाईँले यो जुन अहिलेसम्म भन्नुभएको कुराहरू वर्कसपहरू गरिरहनु भएको छ, अनि टिचरहरूलाई पनि ट्रेनिङ दिइरहनु भएको छ, प्यारेन्ट्सहरूलाई पनि दिनु पऱ्यो यसमा त। अब यो चाहिँ कम्पनी थ्रु गरिरहनु भएको छ। यहाँ मसँग तपाईँको यो ब्रोसर छ होइन, पेनमेट ग्रुप भनेर एउटा तपाईँको ग्रुप छ। त्यसमा पेनमेट इन्डस्ट्री, पेनमेट स्टेसनरी एन्ड सप्लाइज र पेनमेट एजुकेसन हब एन्ड ट्रेनिङ सेन्टर। सो तपाईँले भन्नुभएको सबै कुराहरू चाहिँ पेनमेट एजुकेसन हब एन्ड ट्रेनिङ सेन्टर थ्रु गरिरहनु भएको छ भनेपछि तपाईँले प्रब्लम देख्नुभयो र त्यसमा अपर्च्युनिटी पनि देख्नुभयो। यस अभियसली। सो सबैलाई चाहिएको कुरा हो, समस्या त्यो छ, त्यसको सोलुसन म प्रोभाइड गर्छु। मैले सोलुसन सोच्न पऱ्यो, वर्कआउट गर्न पऱ्यो, ट्रेनिङ प्रोभाइड गर्नु पऱ्यो, आफ्नो खर्चहरू हुन्छ, त्यो बाबत तपाईँले सर्टेन चार्ज लिनुहुन्छ। यस्तो छ। अब हाम्रो प्यारेन्टल सेसनहरू टिचर्स ट्रेनिङहरू गराउँदा हाम्रो एउटा छ भने आइसिडिपी भनेर जुन एउटा कन्सेप्टमा गएको छ, त्यो चाहिँ फेरि नन प्रफिटेबल अर्गनाइजेसनबाट भएको हुनाले गर्दाखेरि एज अ आइसिडिपी फेसिलिटेटर म यति पैसा लिन्छु भन्नुभन्दा पनि म यतिजनालाई चाहिँ सजग बनाउँछु। त्यो हुनाले गर्दाखेरि त्यसको लागि चाहिँ हामीले चार्जहरू लिनु भन्दा पनि इन्भाइरोमेन्ट सेटअप गरेर हामीले चाहिँ अब इन्ट्रेस्टेड फर्स्टमा त ओरिएन्टेसन नै हुन्छ हाम्रो होइन। ओरिएन्टेसन गराउँदाखेरि चाहिँ ओहो यो त 2 घन्टाको सेसनको त यति इम्प्याक्ट दियो हामीलाई, यति चाहिँ भनौँ न पावरफुल फिल भयो भने अब हामीले त यो 8 हप्ताको सेसन त अझ हुन्छ होला भनेर प्यारेन्ट्सहरूले नै भन्नुहुन्छ। तपाईँले अघि 8 त भन्नुभएको, 8वटा होइन हो, 8वटा यो चाहिँ हप्ताको सेसन हुन्छ जहाँ चाहिँ अन्तर्क्रिया हुन्छ होइन। 8वटा अन्तर्क्रिया हुन्छ। अनि त्यसपछि त्यो अन्तर्क्रिया हुँदै जाँदाखेरि चाहिँ कस्तो हुन्छ भने यो 8वटा सकारात्मक मार्ग निर्देशन सम्बन्धी अन्तर्क्रिया भन्छ कि यो बुकमा छ, यो चाहिँ हामी प्यारेन्ट्सलाई प्रोभाइड गर्छौँ। 8वटा सकारात्मक मार्ग निर्देशनहरू सम्बन्धी अन्तर्क्रिया आइसिडिपी इन्टरनेसनल हो, इन्टरनेसनल प्रोग्राम हो। त्यसमा चाहिँ जुन आइसिडिपी हाउस छ नि, जस्तो हामीले अरू ट्रेनिङ गराउँदा चाहिँ हाम्रो एउटा आफ्नो स्ट्राटेजिज हुन्छ भने आइसिडिपीको चाहिँ जतिजना पनि फेसिलिटेटर हुनुहुन्छ, ट्रेनर्स हुनुहुन्छ, उहाँहरूले चाहिँ यही हाउसभित्र सीमित भएर सिकाउँदाखेरि चाहिँ सिकाइ अझ स्पष्ट र डाइरेक्ट हुन्छ कि। आइसिडिपी घर, आइसिडिपी घर भन्छ यो है, आइसिडिपी हाउस। हजुर, यो हाउसभित्र रहेर जुन मैले अघि भने नि स्टेप वाइज चाहिँ
रिलेसन चाहिँ एकैचोटि भन्दा पनि स्टेप वाइज चाहिँ डेभलप हुँदो रहेछ भन्ने कुरा पनि आइसिडिपीले चाहिँ बुझाउँछ। 8 तहमा यो चाहिँ टाइम अनुसारको क्रोनोलोजी हो कि लाइक यति महिना चाहिँ यो तहमा काम गर्ने अनि दोस्रो तहमा त्यस पछाडिमा जाने हो कि यो साइमल्टेनियसली काम गर्छ? 8वटा तपाईँको हामी जगबाट स्टार्ट गर्छौँ। यो चाहिँ तपाईँहरूको ट्रेनिङ दिने कोर्स भयो? यो चाहिँ आइसिडिपीको भयो जुन एउटा पार्ट भने मैले होइन। अब जस्तो प्यारेन्टियल हामी फेरि छुट्टै गर्दाखेरि आइसिडिपी हाउसमै लिमिटेड भएर 8 हप्ता दिन नसक्ने प्यारेन्ट्स पनि हुनुहुन्छ। उहाँहरूलाई फेरि हामी छुट्टै हाम्रो प्यारेन्टल एजुकेसनको एउटा हाम्रो छुट्टै प्रोग्राम छ होइन। त्यो चाहिँ हामीले 2 डे सेसन 3 डे सेसन 1 विक सेसन रेगुलरली पनि कम्प्लिट गरिदिन्छौँ। तर यो भनेको चाहिँ कस्तो भयो 8 हप्तासम्म यसैमा बेस्ट भएर काम गर्नु पर्यो। जो उहाँहरूले जे यहाँ सिक्नुहुन्छ क्लासमा त्यही कुरा चाहिँ गएर आफ्नो घरमा रिलेसनमा चाहिँ त्यो इन्भेस्ट गर्नुहुन्छ उहाँहरूले। अनि त्यसपछि 8 हप्तापछि चाहिँ रिजल्ट पनि उहाँहरूले पाउनुहुन्छ। हप्तामा एउटा सेसन, हप्तामा एउटा सेसन, त्यो हप्ताभरि उहाँहरूले सिकेको कुरा एप्लाई गर्नुहुन्छ घरमा आफ्नो बच्चासँग फ्यामिलीसँग होइन। 8वटा तहमध्ये सकारात्मक भावना प्रदर्शन गर्नुहोस्, तपाईँको बालकलाई प्रेम प्रदर्शन गर्नुहोस्। यो 8वटा तहलाई एउटा अलिअलि छोटो गरेर भनिदिनु मिल्छ? यस्तो हो, अब सबभन्दा पहिला त बच्चा एउटा व्यक्ति हो नि त। अघि पनि भने मैले चाइल्ड इज अ पर्सन के। तिमी यो गर यो नगर भन्नुभन्दा पनि उसको आफ्नो राइट छ। अब हामी एज अ फेसिलिटेटर एज अ गाइड हामीले त्यो त गर्नुपर्छ। फेरि त्यसको मतलब होइन कि बच्चाले जे गर्छ इट्स ओके होइन। तर यदि हामीले उसको इमोसन्सलाई बुझेर हामीले चाहिँ जब चाहिँ उसँग अन्तर्वार्ता संवाद भन्छौँ नि गर्दाखेरि उसलाई बुझिरहेछौँ भने जब उसलाई फिल हुन्छ नि त्यसपछि उसको र मेरो रिलेसन अभियसली त्यो आफै सुध्रिन्छ कि आफै राम्रो भइरहेको हुन्छ। हो त्यही भएर चाहिँ यो जुन भावनात्मक इमोसनल जुन छ यो संवाद भनौँ न डायलग, इमोसनल डायलग चाहिँ बच्चालाई चाहिँ मैले तिमीलाई सुनिरहेको छु है भन्ने उसलाई फिल गराउनु पर्यो कि इम्प्याथिकल हुन सिकाउँछ क्या यसले चाहिँ। तिम्रो ठाउँमा म बस्दाखेरि तिमीलाई त्यहाँ पीडा भइरहेछ तर मलाई यहाँबाट हेर्दा नहुनसक्छ, तर म जब तिम्रो ठाउँमा उभिन्छु तब त तिमीलाई पीडा भइरहेको मैले बुझ्छु नि त भन्ने कुरा जब महसुस गराइन्छ नि त्यो त हाम्रो भाइस वर्सा हो नि त। उसले पनि मेरो ठाउँमा बसेर भोलि मलाई उसले हेर्छ। त्यो भइसक्ने बित्तिकै जब हाम्रो भावनात्मक संवाद कति कुराहरू नभनिकनै बुझिन्छ, के भन्छ के कुराहरू नबोलेरै मिठा हुन्छन् भन्ने गीत छ नि हाम्रो एउटा। हो त्यस्तै नबोलेरै चाहिँ जुन कुराहरू चाहिँ जब बुझिने हुन्छ रिलेसनमा त्यसपछि बल्ल अनि अर्थ बुझाउने यो वाइ दिस इज यस वाइ दिस इज नो भन्ने कुरा यो भएर पो रहेछ त। जस्तो हामीले भनौँ न 2 इयर्सको बच्चालाई लेमन र ओरेन्ज सेम लाग्छ नि त। उसले छोडाएर ओरेन्ज जस्तै मिठो हुन्छ भनेर हामीले आएर दियो भने हामीले लेमन भनेको वाइ इट इज लेमन एन्ड वाइ इट इज ओरेन्ज भनेर बुझाएनौँ भने ऊ त त्यहाँ लडीबुडी खेलेर रुने भयो नि त होइन। उसलाई त ओरेन्ज चाहिएको हो, लेमन ल्याएर छोडाएर हामीले ओरेन्ज बनाउन सक्छौँ त? सक्दैनौँ नि त। त्यहाँ चाहिँ बुझाइ विस्तारको कुरा हुन्छ कि अर्थ बुझाउने यो भनेको लेमन हो होइन। यो दुइटै सिमिलर देखिन्छ तर यसको काम के यो हो यसको काम यो हो भनेर हामीले उसलाई बुझाउन सक्यो भने नेक्स्ट टाइमबाट उसले के गर्छ त लेमन चियामा हाल्नु भन्ला, दालमा हाल्नु भन्ला होइन। तर उसले लेमनलाई छोडाएर म खान्छु भन्दैन कि। अनि त्यसपछि हाम्रो अब छानामा जब हामी जान्छौँ नि त्यसपछि हामीले स्काफ फोल्डिङ गर्छौँ कि। हाम्रो चाहिँ कस्तो छ अब प्यारेन्टिङमा भने बच्चालाई सबै कुरा मैले गरिदियो भने उसलाई सहज हुन्छ भन्ने हुन्छ। तर उसले गर्न सकेको गर्न दियो भने होइन। हाम्रो भिगस्कीले पनि भन्नुहुन्छ कि हाम्रो चाहिँ एज अ केयर गिभर चाहिँ जुन भिगस्कीको चाहिँ हामीले हेर्न सक्छौँ थियोरीमा पनि बच्चालाई हामी चाहिँ एज अ मोर नलेजेबल पर्सन मोर नलेजेबल वान हामीले उसलाई के मात्रै गर्न सक्छौँ भने स्काफ फोल्डिङ मात्रै गर्न सक्छौँ, उसलाई चाहिएको सहायता मात्र गर्न सक्छौँ। तब उसको सिकाइ चाहिँ पूर्ण हुन्छ। उसको सिकाइ पूर्ण गराउनलाई उसलाई सबै हामीले गरिदियो भने उसले कति बेला सिक्ने त? जस्तो बच्चाले लुगा सर्ट लाउँदैछ, सर्ट उसले लगायो, बटन लाउँदाखेरि उसलाई प्रब्लम भयो भने जस्ट वी हेल्प थियो
न कि सधैँ सर्टै लगाउने भनेपछि त उसले त ठुलो हुन्जेलसम्म सर्ट लगाउन सिकेन, सुल्टो उल्टो सिकेन। जेनरल कुरा हो नि त यो, तर त्यहाँ पनि लर्निङ छ है। भनेपछि लाइफ इज लर्निङ फेजबाटै गइरहेको हुन्छ कि हो। अनि त्यसमा चाहिँ स्कार्फ फोल्डिङ गर्ने र सीमाङ्कन गर्ने, अब रेगुलेट गर्ने, यो कुरा चाहिँ यस्तो हो, यस्तो हुनुपर्छ भन्ने उसले बुझ्ने चाहिँ जब पल्ल कहाँ गएपछि त छानामा गइसकेपछि भन्ने कुरा चाहिँ यो आइसिडिपी हाउसले चाहिँ बुझाउँछ। सीमाङ्कन गर्ने संवाद छाना, ओके, यो घरलाई छानामा पुग्छ भन्नु पनि। हजुर, यहाँ घर छाना पहिलो तल्ला भुइँ तल्ला रहेछ होइन। हजुर हजुर। ओके, सो सुरुमा तपाईँले भन्नुभयो भावनात्मक संवाद, पहिला त जगैबाट गयौँ, जगबाट गयौँ, त्यस पछाडि अर्थ बनाउने साथै बुझाइको विस्तार गर्ने संवादको कुरा हो। अनि सीमाङ्कन गर्ने संवादको कुरा हो। त्यो चाहिँ हामी छानामा पुग्यौँ भने चाहिँ एउटा घर तयार भयो भनेर चाहिँ एउटा चाइल्डको ग्रोथलाई चाहिँ त्यसलाई मेटाफोरिकल्ली चाहिँ कस्तो मजाले घरको रूपमा रिलेट गरियो। ओके, यसले हाम्रो 8 तह कम्प्लिट गऱ्यो। हजुर, ओके, नाइस रहेछ यो चाहिँ तपाईँको ट्रेनिङको एउटा पार्ट भयो। यो सँगसँगै तपाईँहरूले पर्सनल काउन्सिलिङ पनि गर्छौँ हामी। कस्तो हुन्छ भने अब कति प्यारेन्ट्सहरूसँग त टाइम हुँदैन नि त सबै गर्नलाई। अनि जस्तो मैले भनिहालेँ, मेरोमा चाहिँ आफ्टर स्कुल जुन होलिस्टिकल अप्रोचको एउटा चाहिँ कन्सेप्ट लिएर जुन आफ्टर स्कुल सुरु भएको छ, त्यहाँ चाहिँ हामीले देख्छौँ कि बच्चा एकदम इन्टेलेक्चुअल्ली एकदमै राम्रो बच्चा छ कि, तर बच्चा यस्तो छ कि प्यारेन्ट्सले म सक्दिनँ यो बच्चालाई ल भन्नुभएको कन्डिसन छ कि। अनि त्यो हेर्दाखेरि कहाँ चाहिँ ल्याकिङ छ त भन्दा इमोसनल बन्डिङ कि सबै कुरा प्रोभाइड गर्नु भएको छ, तर उसलाई टाइम दिनु भएको छैन। अनि उसले चाहिँ के बुझ्दैन त भने, जस्तो मेरो एउटा इन्स्टिट्युटमा एउटा बच्चा छ, ऊ चाहिँ अरू टिचर्सले भनेको खासै मान्दैन होइन। 5 क्लास पढ्ने एउटा बच्चा छ, अरू टिचरले भनेको त्यति मान्दैन। अनि जब मैले चाहिँ ओहो तिमी त कस्तो गुड बोय हो त, यो त मेरो त छोरा हो नि त, तिमी त मेरो सानो छोरा हो नि त, तिमी त कस्तो राम्रो ह्यान्डराइटिङ लेख्छौ, अटोमेटिकली उसको ह्यान्डराइटिङ प्याटर्न चेन्ज हुन्छ कि। उसले इभन म्याथमेटिक्स 7-8 को क्लासलाई पनि उसले एडिसन सब्सट्र्याक्सनको टेक्निक्सहरू सिकाइदिन सक्छ कि उसलाई मैले सिकाइसकेपछि। भनेपछि बच्चा इन्टेलेक्चुअल्ली चाहिँ स्ट्रङ भएको बच्चालाई पनि घरमा केयरटेक गर्न हामीलाई गाह्रो भइरहेछ भनेपछि त्यहाँ अलिकति प्यारेन्टिङकै प्रब्लम हो कि आई जस्ट फिल द्याट है। अनि यो तपाईँले भन्नुभयो आफ्टर स्कुलको ट्रेनिङ हुन्छ भने त्यो चाहिँ प्यारेन्ट्सलाई दिनु भएन? होइन, त्यो स्टुडेन्ट्सलाई। आफ्टर स्कुल भनेको चाहिँ जस्तो ट्युसन सेन्टर भन्छ अरूले भन्दाखेरि होइन, तर म चाहिँ ट्युसन सेन्टर भनेर, किनभने ट्युसन भनेको त बच्चालाई एकाडेमिकल्ली मात्र गाइड गर्ने भयो, तर मेरो टिचरहरूले एकाडेमिकल्ली गाइड गर्नुहुन्छ, टिचर्स हुनुहुन्छ हाम्रो होइन, सब्जेक्ट वाइज क्लासहरू हुन्छ। तर म चाहिँ बच्चाहरूलाई एकाडेमिकल्ली मात्रै होइन कि, उसलाई सोसियल्ली इमोसनल्ली पनि लर्न गर्ने स्ट्राटेजिजहरू गफै गरेर सजिलैसँग त्यो बुझाउन सक्दाखेरि उनीहरूको चाहिँ बिहेभियरल चेन्जेसहरू चाहिँ हामीले भेट्छौँ कि त्यहीँ। जुन बच्चा 1 महिना अगाडि आउँदा उसको एटिट्युड जुन हुन्छ नि, आई एम जस्ट इन अ ट्युसन सेन्टर भन्ने उसलाई फिल हुन्छ भने उसले 1 महिना 2 महिनापछि आई एम इन माई होम भन्ने उसले फिल गर्छ। होइन, म त यहाँ त रेगुलर आउँछु। हाम्रो 12 मन्थै चल्छ, हाम्रो वैशाख टु चैत जसरी स्कुल चल्छ, हाम्रो आफ्टर स्कुल पनि त्यसै गरी 12 महिना चल्छ। हाम्रो रेगुलर त्यो विद्यार्थीहरू आउँछन् अनि उनीहरूसँग एउटा इमोसनल बन्डिङ हुन्छ होइन, एउटा छोराछोरी आमा बुवाको जस्तो रिलेसन त्यहाँ इन्स्टिट्युटमा हुन्छ, दाजुभाइ दिदीबहिनी जस्तो उनीहरूको फ्रेन्डसिप छुट्टै हुन्छ भने एकअर्कालाई सेयरिङ सपोर्टिङ हुन्छ। त्यो चाहिँ के हो त भन्दा होलिस्टिकल अप्रोचबाट हामीले कन्सेप्ट निकालेर त्यो सुरु गरेको हो। र त्यसमा चाहिँ मेन कुरा चाहिँ बोन्डिङ चाहिँ प्राइमरी केयर गिभर्ससँग मात्र होइन, सेकेन्डरी केयर गिभर्सको बोन्डिङले पनि चेन्ज गर्न सकिन्छ है, बिहेभियरल चेन्जेसहरू हुनसक्छ भन्ने कुराको इक्जाम्पल सेट गर्न खोजेको मात्रै हो। सो बिजनेस, तपाईँको बिजनेस मोडल हेर्दाखेरि रेभिन्यू आउने भनेको चाहिँ स्टुडेन्टलाई काउन्सिलिङ आफ्टर स्कुल राखेर पनि, अनि प्यारेन्ट्सहरूलाई ट्रेनिङ दिएर पनि, अर्को टिचर्सहरूलाई ट्रेनिङ दिएर पनि, तिनटै पार्टमा तपाईँहरूले छुनुभयो। हजुर हजुर, त्यो चाहिँ एजुकेसन हबको सेक्टर भयो
भने इन्डस्ट्रिजमा चाहिँ हामी म्यानुफ्याक्चर गर्छौँ। हाम्रो पेनमेट भन्ने जुन ब्रान्ड छ हाम्रो कन्सेप्ट भनेको प्रड्युसर टु कन्ज्युमर कि मिडल पर्सनलाई चाहिँ हामीले सकभर नराखिकन जुन फेसिलिटिज पाउनुपर्छ नि बच्चाले, जस्तो म बच्चा हुँदाखेरि मलाई 5 रुपियाँको तितौरा खाँदाको मजा होइन, च्विङ्गम खाँदाको मजा, त्यो त मलाई याद छ नि त। भनेपछि प्यारेन्ट्सले नदिकनै उसले त्यो केही सर्टेन अमाउन्ट चाहिँ बच्चाले चाहिँ कपी किन्दाखेरि पायो भने त्यो उसको लागि चाहिँ के भयो त भन्दा छुट्टै एउटा प्यारेन्ट्सले तिम्रो यो है यसको लागि भनेर दिएको पैसाबाट पेनमेटले चाहिँ के गर्यो त बच्चालाई उसको आफ्नो लागि केही आफ्नो मन परेको चिज किन्नको लागि थोरै सेभिङ गरिदियो। त्यो चाहिँ कसरी छ भने हामीले डाइरेक्ट प्रड्युसर टु कन्ज्युमर भनेर हामीले चाहिँ स्टुडेन्टहरूलाई के गर्छौँ त भन्दा पेनमेटको कपिजहरू किन्दा चाहिँ बाई 1 दर्जन कपिज एन्ड गेट 3 कपिज फ्री भनेर हामीले 3 कपिज चाहिँ उनीहरूलाई फ्री दिन्छौँ। अनि त्यसमा चाहिँ कस्तो पनि हुन्छ भने अब दर्जनै कपी त किन्नु पर्यो, तर दर्जन कपी किन्दाखेरि त लगभग लामो समय त उसलाई पुग्यो पनि। अनि 1 दर्जन कपी किन्दाखेरि जुन 3टा कपीको पैसा आयो नि त त्यो त उसले प्यारेन्ट्सलाई बुझाउनु परेन नि त। उसले आफैले त्यो पैसा चाहिँ युज गर्न पायो। उसलाई स्टिकर किन्नु मन लाग्ला तर प्यारेन्ट्सले अलाउ नगर्नु होला नि त, त्यो पैसा उसले पायो। मन परेको चिजमा कहाँ एक्सपेन्सेस गर्नलाई उसलाई थोरै पकेट मनी एउटा त्यो कन्सेप्टले हामीले प्रड्युसर टु कन्ज्युमर कन्सेप्ट लिएर आएका छौँ। ओके, सो बिचको मिडल पर्सनलाई हटाउनु भएर चाहिँ त्यसको सेभिङ चाहिँ तपाईँहरूले उहाँ बच्चाहरूलाई फ्री कफी के अरे फ्री कपीको रूपमा दिनुभयो। ओके, अनि अब त्यसको लागि चाहिँ हामीले फेरि होइन क्वालिटीमा कम्प्रोमाइज गर्नुपर्छ भन्ने हुँदैन। जब मेरो आफ्नो स्कुल चलाउँदाखेरिको कन्डिसनमा त्यतिखेर त हामीलाई पेपर क्वालिटीको त्यति आइडिया थिएन क्या। अनि जब बच्चाहरूले लेखेको कपी आएर देखाउँथ्यो कि म्याम हेर्नु त यसरी छापियो, अगाडि लेखेको पछाडि छापियो, त्यो कुराले मलाई कहीँ न कहीँ जस मेरो कतै अन्तर्मनको कुनामा सायद अलिकति टच गरेको रहेछ क्यारे। मैले जब यो बिजनेस स्टार्ट गर्ने सोचेँ क्वालिटीमा चाहिँ हामी जानुपर्छ, त्यसमा चाहिँ नो कम्प्रोमाइज, पेपर क्वालिटी चाहिँ बेस्ट दिनुपर्छ हामीले भनेर हामी त्यसमा पनि काम गरिरहेछौँ। भनेपछि किन एजुकेसन सेक्टरमा हरेक चिज बेस्ट चाहियो नि त। बच्चाले लेख्ने कपी बेस्ट चाहियो होइन, बच्चालाई चाइल्ड रियर गर्ने प्यारेन्ट्सले उसलाई बुझ्नु पर्यो त्यो पनि बेस्ट चाहियो, प्यारेन्ट्स पनि बेस्ट चाहियो। अनि अर्को कुरा टिचर्स पनि त ठुलो स्कुल धेरै पैसा फी तिर्दैमा चाहिँ बेस्ट हुन्छ भन्ने छैन नि। बच्चालाई बुझिदिने, किनभने एउटा क्लासरुममा चाहिँ विभिन्न डिफ्रेन्ट फ्यामिलिजबाट आएको बच्चाहरू हुन्छ, डिफ्रेन्ट क्याटेगोरिजको चाहिँ उनीहरूको रियरिङ प्र्याक्टिसेसहरू भइरहेको हुन्छ प्यारेन्ट्सको। अनि त्यो बच्चा चाहिँ सिमिलर हुन्छ भनेर टिचरले यदि खोज्यो भने, सिमिल्यारिटी सबैमा खोज्यो, एउटै हिसाबले पढाउन खोज्यो भने त फेरि टिचिङ मेथोलोजी पनि त रङ भयो नि। भनेपछि त्यो पनि त एउटा पार्ट भयो नि त हाम्रो एजुकेसनको। भनेपछि 3टै पार्टलाई समेटेर जाने प्रयास चाहिँ पेनमेटको हो। सो 3टैलाई लिएर चाहिँ तपाईँहरूले पेनमेट ग्रुपबाट गरिरहनु भएको छ। अब अघि नै एउटा कुरा गर्नुभएको थियो जस्तो कि फोन धेरै युज गरेको समस्या बच्चाहरूले, अनि होमवर्क गर्न नमान्ने घरमा अर्को समस्या, र स्कुल जान नमान लाग्ने अर्को समस्या। यो 3टाको सोलुसन चाहिँ तपाईँले दिनुपर्दाखेरि कसरी दिनुहुन्छ? पहिलोमा जाउँ, फोन युज गरिरहने, जस्तै खाना खानलाई फोन चाहिने र घर आउने बित्तिकै फोन चाहियो भने चाहिँ यस्तो बानी लगाइसकेको बच्चालाई कसरी छुटाउन सकिन्छ? जस्तो अब हामीले बानी हामीले लगाएको फोन त हामीले इन्ट्रोड्युस गरायो नि त बच्चालाई, उसले त जन्मिँदै फोन त देखेर आएको होइन। इजी हामीलाई चाहिँ कस्तो हुन्छ, हामी कसरी हुन्छ आफूलाई सहजीकरणको वातावरण क्रिएट गरेर हुन्छ, हाम्रो नेचर चाहिँ एज अ प्यारेन्ट त्यो भइरहेको हुन्छ र ह्याबिचुअल भइसक्यो भने अब हामीले उसलाई लिमिटेड, त्यही त त्यहाँ चाहिँ कहाँबाट गयो त भने हामी यसमा चाहिँ उसलाई यो टाइमदेखि यो टाइमसम्म, जस्तो हेर उसले समायो फोन खोस्यो भने त त्यहाँ द्वन्द्व भइहाल्यो होइन। नखोसिकन तिमीले फोन हेरिरहेछौ इट्स ओके, तर 15 मिनट्स पछि चाहिँ मलाई एउटा कल गर्नु छ, तिमी मलाई ल्याएर देऊ ल 15 मिनट्स पछि। अहिले कति टाइम भयो हेर त, अब 3:15 भयो, सपोज 3:15 भयो, 3:30मा ल्याएर देऊ। उसले 3:29मा ल्याएर दिन्छ कि, किनभने त्यहाँ ट्रस्ट बिल्ड गर्न खोजिरहेको हुन्छ नि त हामीले, उसलाई विश्वास गरेका छौँ है हामीले भने हुन्छ। बच्चाले कहाँ हेरेर हुन्छ, अब अहिले त कतिपय कन्डिसनमा यो कोभिड पछि त
बच्चाहरूको फोनबाटै चाहिँ होमवर्कहरू आउँछ होइन, बच्चाहरूको एक्टिभिटिजहरू फोनबाटै हुन्छ, साथीहरूसँग इन्टरेक्सन त्यहीँबाट हुन्छ। गएर फोन थुत्दाखेरि त्यसले चाहिँ सकारात्मक नै भूमिका खेल्छ भन्न सकिँदैन कि। बच्चाको चाहिँ राम्रो पक्षलाई पनि उसले त्यसले चाहिँ समस्या बनाइदिएको हुन्छ नि। उसले नराम्रै हेरिरहेछ, राम्रो हेरिरहेछ, नबुझिकनै हामीले मलाई 15 मिनट्सपछि फोन चाहियो है भन्दाखेरि उसले के गर्यो त? उसले ओहो ल फोन तपाईँ गर्नुहोस् अनि म यो काम गरिरहेको छु अनि मलाई फेरि दिनुहोस् है, उसले आफै भन्छ कि। त्यही हो कि भावनात्मक संवाद। उसलाई बुझ्नु पर्यो। इम्प्याथिकल भइदियो भने ऊ पनि अभियसली त्यो इम्प्याथिकल हुन्छ कि। अब त्यसरी ठ्याक्क 29मा अथवा 30मा ल्याएर दिएन भने चाहिँ दिएन भने टाइम कति भएछ भनेर उसको वरिपरि हामी यसो घुम्नु पर्यो। टाइम कति भएछ? 30 भएन भनिसकेपछि उसले 30 त भयो, 32 भइसक्यो, 32 भइसकेछ, सरी, अब सरी भन्नु पनि सिकाउनु पर्यो। त्यो पनि उसले होइन कि हामीबाटै सुरु गर्नु पर्यो नि त। किनभने बच्चाको चाहिँ लर्निङ चाहिँ कहाँबाट हुन्छ भने हेरेर भइरहेको हुन्छ क्या। सिकाइ चाहिँ हाम्रो बिहेभियरबाटै हो, उनीहरूले बिहेभियरल लर्निङ गरिरहेको हुन्छ क्या। हामी चाहिँ सोच्छौँ त्यो कन्डिसनबाट लर्निङ भइरहेको हुन्छ होइन, तर कतिपय कन्डिसनमा कन्डिसनल लर्निङ पनि हो, तर बिहेभियरल लर्निङ चाहिँ अझ बढी इफेक्टिभ हुन्छ। उसले चाहिँ हामीले कसरी बिहेभ गरिरहेछौँ। अब हामी चाहिँ जति बेला पनि फोन हेरिरहेछौँ भने उसलाई चाहिँ फोन नहेर भन्दाखेरि त त्यहाँ त आयो नि त। उसले भन्छ नि अब तपाईँ चाहिँ फोन हेर्ने, म चाहिँ हेर्न नपाउने भनेर उसले भन्ला। हामी पनि अफिसबाट गएर फोन चलाएर बसिरहेको हुन्छौँ अनि बच्चाले हेर्दाखेरि त फोन चलाउनु पर्ने रहेछ, घर आएपछि त भन्ने सिकिहाल्छ, बुझ्छ होइन। अनि अब उसको टाइम सेट गरिदिने कि जस्तो उसको लागि सानो, जब बुझ्ने भन्दा पनि नबुझ्ने बेलादेखि नै एउटा टाइम सेटअप गरिदिँदै जाने। जस्तो रुल सेटअप, खाना खाने बेलामा टिभी हामीले अफ गरेका छौँ भने बच्चाले टिभी अन गरेर खाना खान खोज्दैन नि त होइन। हामी चाहिँ जुत्ता जहाँ फुकाल्छौँ, जुत्ता बाबा मम्मी घरको अरू फ्यामिलिजले त्यही ठाउँमा सुराकभित्रै जुत्ता राख्यो भने उसले त्यहीँ भित्र राख्छ। जस्तो कोही बच्चाहरू ऱ्यान्डम आइरहेको हुन्छ पोर्सनहरू, अनि ठ्याक्क जुन हामीले जुत्ता खोल्ने ठाउँमा जुत्ता खोलेका हुन्छौँ नि, त्यो बच्चाले आफ्नो घरभित्र रुमभित्र जुत्ता लाउँछ भने पनि उसले त्यहाँ जुत्ता थुप्रो जुत्ता अरू देखेपछि त्यहाँ जुत्ता खोल्छ कि। त्यो उसले अननोइङली गरिरहेको हुन्छ भनेपछि त्यो लर्निङ प्र्याक्टिसेस नै हो कि। अनि अब खाना खाँदा त हेर्छन्, सो खाना खाइसकेपछि चाहिँ मलाई देऊ है फोन भनेर छुटाउनु पर्यो। यो खाना खाँदा हेर्छन् भन्छौँ नि हामी। खाना खाँदा फोन हेर्दा चाहिँ कस्तो हुन्छ भने उसले चाहिँ के खाइरहेको छ उसलाई थाहा नै भइरहेको हुँदैन, टेस्टमा चाहिँ ध्यान दिनु भएन, उसको चाहिँ उसलाई स्वाद थाहा हुँदैन, उसले के चिज खाइरहेको छ, हेल्दी अनहेल्दी उसले बुझिरहेको हुँदैन, अनि ओभर इटिङ हुन्छ हो कि। त्यही भएर प्यारेन्ट्सले चाहिँ धेरै खाइदिनाले गर्दाखेरि फोन अगाडि राखिदिनुहुन्छ, तर त्यसले चाहिँ बच्चालाई कहाँ चाहिँ हिन्डर गरिरहेको हुन्छ भने उसको त्यो प्र्याक्टिसेसले चाहिँ उसलाई ओभर इटिङ, ओभेसिटी भइदिन्छ कि। पछि उसलाई टेस्ट थाहा हुनु पऱ्यो नि त। मैले आज दाल खाएको छु, भोलि मासु खाएको छु, पर्सि अन्डा खाएको छु, थाहा हुनु पऱ्यो स्वाद। अनि उसलाई अब उसले प्रिफर गर्नु पऱ्यो, वाट डु यु प्रिफर भन्दाखेरि मलाई चाहिँ अन्डा मन पऱ्यो, अथवा चाहिँ मलाई साग मन पर्दैन तर मासु मनपर्छ। त्यो उसले रिकगनाइज गरेर चाहिँ जुन छुट्याउन सक्नु पऱ्यो नि, त्यो त टेस्ट उसले थाहा पाउनु पऱ्यो नि त। अनि जब हामी फोन अन गरेर बच्चालाई चम्चाले हल हालिरहेको हुन्छौँ अनि बच्चाले त टेस्ट थाहा हुँदैन भनेपछि उसको चोइस कहाँ हो त? अब भनेपछि उसको त किचनबाटै उसको चोइस छैन कि। भनेपछि त्यो चाहिँ हामीले के गरिरहेको हो त? पुस गरिरहेको हो नि त बच्चालाई, म जे दिन्छु त्यो खानै पर्छ भनेपछि त्यहाँ नै आइसक्यो। चाइल्ड इज नट अ पर्सन। उसको चोइस अनुसार हामीले खानिदिएकै हुँदैन। फोन अन गरेपछि उसले हामीले दिएको सबै खान्छ। फोन अफ गर्दा चाहिँ उसले अब यो मिठो लाग्ला नमिठो लाग्ला छान्छ, चुज गर्नु अप्सन्स पायो। तर फोन अन गरेपछि भनेपछि हामीले त्यहाँ पनि एज अ प्यारेन्ट नोइङली अननोइङली मिस्टेक्स गरिरहेछौँ। अब एउटा बच्चाले होमवर्क गर्न मानेन भने उसको साइकोलोजी बुझेर कसरी उसलाई होमवर्क गर्न लगाउन सकिन्छ? होमवर्क गर्न नबुझ्ने मन लाग्ने भनेको एउटा चाहिँ कस्तो हुन्छ भने उसले पढाएको नबुझेको पनि हुनसक्छ है। त्यो चाहिँ हामीले हेर्दैनौँ। जस्तै सानो बच्चालाई त ए लेख्न सिकाउने त हो। अब यतापट्टि लेफ्ट साइडमा ए फर एप्पल लेखा हुन्छ, ए लेखा हुन्छ, अनि राइट साइडमा त्यही एलाई रिपिट गरेर लेख्ने त हो। त्यो लेख्ने हो, तर उसलाई लेख्ने प्याटर्न उसलाई जब आइसक्यो हुँदैन नि हो। त्यही भएर अहिले चाहिँ प्री स्कुल्सहरूले चाहिँ लर्निङ स्ट्राटेजिजमा चाहिँ
पहिला चाहिँ राइटिङ भन्दा पनि प्री राइटिङ प्र्याक्टिस भन्दा पनि हाम्रो फाइन मोटर स्किल डेभलपमेन्ट ग्रोस मोटर स्किल डेभलपमेन्टमा जुन एक्टिभिटिजहरू गराउँछ नि, जस्तो स्यान्ड प्ले देखिरहनु भएको छ। स्यान्ड प्लेबाट चाहिँ बच्चाले चाहिँ जुन उसको चाहिँ सेन्सोरी मोटर स्किल्सको डेभलपमेन्ट हुन्छ नि, त्यसले चाहिँ उसको फाइन मोटर स्किल्सलाई सपोर्ट गरिरहेको हुन्छ। अनि जब उसको चाहिँ फाइन मोटर स्किल्स सपोर्ट भइसकेपछि उसले लर्निङ भनेको चाहिँ त्यो सिरियल्ली हुने चिज हो। हामीले डाइरेक्ट ए लेख भनेर त ए त हामीलाई जस्तो हाम्रो लागि अहिले मलाई कसैले ल्याएर जापानिजमा ल तपाईँको नाम लेख्नुहोस् भन्नुभयो जापानिज ल्याङ्ग्वेजमा होइन। अब मलाई जापानिज ल्याङ्ग्वेजै आउँदैन, अब मैले कसरी मेरो नाम लेख्ने? मलाई मेरो नाम त आउँछ नि त, तर लेख्न पनि आउँदैन, मलाई सक्दिनँ नि त, एउटा लेटरै लेख्न सक्दिनँ भने हाउ क्यान आई, होइन म कसरी लेख्न सक्छु त भने हो। त्यस्तो समस्याहरू चाहिँ बच्चाले हो फेस गर्ने भनेको। हामी इम्प्याथिकल हुनु पऱ्यो। उसले लेख्न जानेन भनेपछि उसलाई अब प्री राइटिङ प्र्याक्टिसेसहरू, उसलाई आफूले एक्टिभिटिजहरू गराएर कपीमै लेख्नुपर्छ भन्छ छैन, वालमै हामीले चाहिँ न्युज पेपरहरू पेस्ट गरिदिएर त्यहाँ नै उसलाई चाहिँ क्रेयन्सहरू दिएर उसले जब तान्न जान्छ नि, बच्चाले यसरी नै तान्छ कि भर्टिकल्ली नै धेरै लाइन्सहरू तानिरहेको हुन्छ कि हरिजेन्टल्ली भन्दा पनि। भनेपछि हरिजेन्टल्ली भन्दा पनि हामीले भर्टिकल्लीमा फोकस गर्दा त एको दुईवटा लाइन त बन्यो नि त। अब बिस्तारै उसले त हरिजेन्टल सिक्छ नि त। ए त उसले सजिलै बनायो त, कर्भ बनायो भनेपछि त कर्भ दुईवटा कर्भ बनाउनु बित्तिकै उसले बी त बनायो त, त्यहाँ स्ट्यान्डिङ लाइन हाल्यो। इजी छ के, सिकाइको तरिका सहज छ, त्यसलाई हामी आफै गाह्रो बनाइरहेको छौँ कि। ए ल लेख, एदेखि जेडसम्म लेख, स्मल लेटर्स लेख, क्यापिटल लेटर्स लेख। अब बच्चालाई के थाहा स्मल लेटर्स भने के हो, क्यापिटल लेटर्स भने के हो त्यो उसलाई चाहिँ जब हामी बुझाउँछौँ तब उसले बुझिरहेको हुन्छ। र मैले अघि भने जस्तै मलाई जापानिज ल्याङ्ग्वेजमा एबिसिडी जेडसम्म सिकाएपछि पो मैले मेरो नाम लेखेँ त, न त मलाई त्यो सिकाएकै छैन भने म कसरी डाइरेक्ट लेख्न सक्छु। अनि हामीले एक्सपेक्टेसन चाहिँ के गर्छौँ, अनि स्पेसल्ली कम्प्यारिजन, फेरि मेन इन्ट्रेस्ट चाहिँ त्यहाँ पनि छ कि। जस्तो होमवर्कहरू गराउने काममा पनि फलानुको बच्चा, अब जस्तो मेरो दिदीको बच्चा, अब मेरो साथीको बच्चा, मेरो छिमेकीको बच्चा र मेरो बच्चा सँगै दुईवटा स्कुल जान्छ, उसले राम्रोसँग कपीमा ए र बी नै लेखिसक्यो, मेरोलाई ए आउँदैन। अब त्यहाँ टर्चर भयो कि प्यारेन्ट्सलाई, अब हात समातेर लेखिदिने हो कि उल्टो हातले आफूले लेखिदिने हो कि, त्यो चाहिँ कम्पेयर गर्दाखेरि इक्वल जानु पऱ्यो कि हाम्रो बच्चा, होइन कि उसको आफ्नो ग्रोथ आफ्नो हिसाबले जान्छ भन्ने हामी त्यो सोच्दैनौँ कि। त्यो कारण स्कुलमा टिचरले पनि यसले त होमवर्क गरेर ल्याएन, साथीले चाहिँ गर्यो यसले चाहिँ गरेन भनेर झन् कुटेर पठाउने पनि हुँदो रहेछ नि त। हुन्छ त्यो त्यही होमवर्क गरेन त उसले किन गरेन भन्ने कुरा चाहिँ सोच्नु पऱ्यो टिचरले। त्यो समस्या नै त्यही हो कि। जस्तो मैले अघि त्रिकोण भने नि, हामी तिनटै पक्ष अभिभावक, शिक्षक, बालबालिकाकै लागि काम गरिरहेको हो नि त। तिनवटा त्रिकोणभित्रै बसेर काम गरिरहेछौँ। त्यो त्रिकोणभित्रको मुख्य बिन्दु भनेको हाम्रो बच्चा हो। हाम्रो पनि चाहना बच्चा राम्रो होस्। टिचरले पनि त आएर स्यालेरी लिन्छ होइन, फेसिनेटली काम गरिरहेको, कसैलाई होला एज अ प्रोफेसन बाध्यतावश गर्नु परेको होला, तर टिचर्सहरू प्यासिनेटली पनि गर्ने टिचर्सहरू पनि हुनुहुन्छ। जसले प्यासिनेटली गर्नुहुन्छ उहाँहरूले बुझ्नुहुन्छ कि उसको लर्निङ, उसको के हो त लर्निङ स्ट्राटेजी, उसको स्टाइल के हो, उसलाई कसरी सिकाउने त। सिकाउने प्रत्येक बच्चाको फरक हुन्छ कि। सिमिलर हामीले खोजेर चाहिँ सबैलाई बोर्डमा ए लेखेर सब ए नै सार्छ भन्न सकिँदैन नि त। कसैलाई हामीले कपीमा लेखेर पनि गर्न सकिन्छ, कसैलाई वालमा लेखेर पनि गर्न सकिन्छ, कसैलाई पिठोमा राखेर पनि गर्न सकिएला होइन। उसलाई चाहिँ मोमेन्ट्सको चाहिँ जुन त्यो सिकाइदियो भने, प्रक्रिया सिकाइदियो भने त उसले गर्यो नि त। कुन मुभमेन्टबाट चाहिँ ए बन्न सक्छ, तलबाट माथि तान्ने हो कि माथिबाट तल हो, प्याटर्न जब उसले सिकिसक्छ नि, अनि तिम्रो यो प्याटर्न र यो प्याटर्नलाई एक ठाउँमा राख्यो भने त उसले स्ट्यान्डिङ लाइन पनि सिक्यो होइन, अब स्लाइड पनि सिक्यो, अनि त्यसपछि हरिजन्टल पनि सिक्यो, स्ट्रेट लाइन, त्योलाई चाहिँ कम्बाइन गरेर ए बन्दो रहेछ। ओहो, उसको लर्निङ त यति मजा हुन्छ नि, उसले अब त्यो ए त लेख्नै छोड्दैन क्या। उसले एक पेज लेख्यो भने 4 पेज होमवर्क गरिदिन्छ कोही बच्चाले। यस्तो पनि देखाएको छु मैले, कपी स्कुलले दिन्छ नि त बच्चाहरूलाई, बच्चाले त्यो एक पेज टिचरले होमवर्क दिएर पठाएको छ भने उसले अरूले हप्ता दिन पुऱ्याउने कपी उसले 2 दिनमा सिधाइदिन्छ, त्यो लेखेर रमाइलो हो। सिकाइलाई इन्ट्रेस्टिङ बनाउनु पऱ्यो कि सबभन्दा ठुलो कुरो चाहिँ। अनि अर्को धेरै आउने क्वेसन भनेको स्कुल जान नमान्ने अर्ली स्कुलिङ टाइममा, प्री स्कुलमै भनौँ न,
प्ले ग्रुप नर्सरी हुँदैखेरि चाहिँ स्कुल जानै नमन लाग्ने यस्तो बच्चाहरूलाई चाहिँ अब कसरी स्कुल जानलाई स्कुलको भ्यानमा हालिदिनलाई चाहिँ सकिन्छ? त्यहाँ पनि हाम्रो दुवै थरीको रोल इक्वल हुन्छ फेरि, प्यारेन्ट्सको र टिचर्सको। प्यारेन्ट्सले पनि स्कुल जानु भनेको, जसरी म अफिस जान्छु नि त, फर्स्ट बेबीहरूमा प्रब्लम हुन्छ, मैले कति देखिरहेको छु। सेकेन्ड बेबीमा चाहिँ त्यो प्रब्लम कम हुन्छ, किनभने सेकेन्ड बेबीले चाहिँ उसको दाइ अथवा दिदी गएको देख्छ, उसलाई त्यो फन भइसक्यो हुन्छ, बच्चैदेखि ब्याग बोकेर फन भइरहेको हुन्छ। तर फर्स्ट बेबीले के हुन्छ त, उसले देखिरहेको हुँदैन नि। स्पेसली वर्किङ प्यारेन्ट्सको बच्चाहरूमा चाहिँ त्यति त्यो प्रब्लम हुँदैन, किनभने वर्किङ प्यारेन्ट्सले चाहिँ बच्चालाई ड्रप गर्नुहुन्छ, आफू पनि अफिस जाने भनेपछि घरबाट टक्क त्यही कन्सेप्टले निक्लिसकेपछि बच्चाले त्यसलाई एक्सेप्ट गर्छ। तर जो चाहिँ घरमा चाहिँ उसको प्यारेन्ट्सहरू भइरहनु भएको हुन्छ, अझै स्पेसली ग्रान्ड प्यारेन्ट्स हुनुहुन्छ भने चाहिँ त्यहाँ के हुन्छ त, नो भन्दाखेरि आज म जान्न भन्दाखेरि छोडिदेऊ न त, आज एक दिन नजाओस् जब हामी भन्छौँ नि, हो उसले त्यसको फाइदा लिइदिन्छ कि आज तिमी जाँदैनौ, किन जाँदैनौ भने आज तिमीलाई फिभर छ है, आज तिमीलाई फिभर भएको कारणले गर्दाखेरि तिमी स्कुलमा चाहिँ तिमीलाई गाह्रो हुन्छ, तिमी साथीहरूसँग खेल्न सक्दैनौ, पढ्न सक्दैनौ, त्यही भएर आज घरमा रेस्ट गर, भोलि चाहिँ सन्चो हुन्छ अनि जाने। हामीले पहिले त्यहाँ चाहिँ अर्थ बुझाउने कुरा आयो कि, बुझाइको विस्तार गर्ने कुरा त्यहाँ आउँछ कि किन चाहिँ स्कुल नजाने त भन्दाखेरि, आज चाहिँ म स्कुल जान्न, ल त्यसो भए म तिमीलाई म नै लिन आउँछु, धेरै अप्सन्स हुनसक्छ नि त। ऊ मसँग अट्याच छ, मलाई छोड्न नखोजेको होला नि त, कोही अब आमा भनौँ, बुवा हजुरआमा, म आउँछु नि त लिन, बच्चा खुसी हुन्छ क्या। बच्चालाई खुसी बनाउन एकदम सजिलो छ कि। अब आफैसँग लिएर गएर छोड्दाखेरि चाहिँ उसले गेटमा लगाएर छुट्टिन मान्दैन नि त फेरि। त्यो चाहिँ एज अ मदर मैले पनि भोगेको केस होइन। मलाई मेरो फर्स्ट बेबी, मेरो नानुलाई ड्रप गर्न जाँदाखेरि चाहिँ त्यसलाई गेटमा ह्यान्डओभर गरेर फर्किँदा मेरो यहाँ कहाँ त्यो एउटा भइसक्थ्यो कि। अनि त्यो चाहिँ के हो त भन्दा, त्यो हाम्रो एकदमै धेरै त्यो अट्याचमेन्ट पनि हो एउटा, अनि हामी आफू चाहिँ सिक्योर पनि सायद फिल नगरेको पनि हुनसक्छ। ऊ रोयो भने रोइरहन्छ कि, हो त्यो ट्रस्ट र मिसट्रस्ट पनि आयो क्या त्यहाँ चाहिँ। हामीले स्कुललाई ट्रस्ट पनि नगरेको हुनसक्छ, अनि बच्चाले चाहिँ फेरि टिचर्सलाई ट्रस्ट नगरेको पनि हुनसक्छ। बच्चाले प्यारेन्ट्सलाई ह्यान्डओभर गर्दाखेरि चाहिँ यदि टिचरले एकदम वेलकमिङ इन्भाइरोमेन्टमा बच्चालाई रिसिभ गर्नुभयो भने जस्तो सुकै झुन्नेर गएको बच्चा पनि खुलेर त्यहाँ देख्छ, किनभने त्यो सेकेन्ड केयर गिभर उसको को हो त, उसको टिचर हो, उसको सिस्टर हो नि त। उहाँले पनि मलाई त्यत्तिकै माया गर्नुहुन्छ, दिस इज माई सेकेन्ड होम भन्ने इन्भाइरोमेन्ट चाहिँ फेरि त्यहाँ सिस्टर्सहरूले होइन, स्कुलका टिचर्सहरूले त्यो इन्भाइरोमेन्ट चाहिँ क्रिएट गर्नु पऱ्यो, र हामीले पनि त्यो बुझाउन सक्नु पऱ्यो, दिस इज यो ड्युटी होइन, तिमी जानुपर्छ, दिस इज फर यु। तर गइसकेपछि गई गर्ने होइन नि त, फेरि रिटर्न ब्याक भएर यति बजी हामी आउने, अनि हाम्रो चाहिँ यो स्केड्युल छ, हामी चाहिँ हाम्रो स्केड्युलमा काम गर्छौँ। जस्तो तिमी आइसकेपछि म पनि आउँछु, यो गरौँला, अथवा तिमी आउँदा म तिमीलाई लिन जान्छु, त्यसपछि हामी घरमा आएर यो खेल्ने, यो खाने। ओहो बच्चा त अनि खुसी भएर जान्छ कि। उसलाई बुझाउन चाहिँ सक्नु पऱ्यो, एउटा आइटिनरी बनाइदिनु पऱ्यो, हामी घुम्न जाँदाखेरि बनाएको जस्तो। यो टाइममा हामी यो सेड्युलमा यति गर्छौँ, यति बजी यहाँ जान्छौँ, यो ठाउँ घुम्छौँ, घुमेर यहाँ खान्छौँ, यति बजी यहाँबाट रिटर्न गर्छौँ। यस्तो टाइपले चाहिँ फोन चलाउँदाखेरिको पनि होस्, स्कुल जाने कुरामा पनि होस्, होमवर्क गर्ने कुरामा पनि होस्, लगभग सबै कुरामा चाहिँ एउटा सेड्युल बनाइदियो भने चाहिँ ए तिम्रो त यो गर्ने बेला हो भनेपछि होइन। अझ सन्डे टु फ्राइडे भयो, सन्डे टु फ्राइडे त म पनि अफिस जाने, तिमी पनि स्कुल जाने दिन हो भनेपछि त उसलाई बिदाको दिन पनि स्कुल जाउँ लाग्छ होला नि त, किनकि उसको रुटिन हो। स्याटरडे बरु मजाले स्कुल जानु पर्दैन भने आनन्दले बस्छ होला। अब आज जस्तो अब हामीले भनौँ उसँग, त्यही भएर हामीले बच्चाले बुझ्छ कि, बच्चाले हाम्रो साइकोलोजी पनि बुझिरहेको हुन्छ कि होइन। अनि त्यो साइकोलोजी चाहिँ उसले कसरी रिड गर्छ भने, आज मैले नो भन्यो भने एक्सेप्ट गर्नुहुन्छ प्यारेन्ट्सले भन्ने कुरा चाहिँ जब बच्चाले बुझिदिन्छ क्या हुन्छ नि, तब त्यहाँ मात्र समस्या आउँछ जस्तो लाग्छ कि मलाई। बच्चाको साइकोलोजी, बच्चाले आज मैले जान्न भने नि ओके नजाऊ, तर होइन आज जानुपर्छ, म पनि जानुपर्छ, तिमी पनि जानुपर्छ, तर हामी यति बजी चाहिँ फर्किन्छौँ भनेर बुझाइदिन सक्यो भने चाहिँ उसले के गर्यो, ए जानु त पर्छ नै, किन फोकटमा विवाद गर्ने होस्, म जान्छु। उसले आफूलाई स्ट्रङ बनाइसकेको हुन्छ, उसको आफ्नो रुटिन उसैले सेटअप गरोस् होइन। अब त्यो चाहिँ अब अर्ली चाइल्डहुडमा त अलि नहोला, अलि ठुलो भइसकेपछि त त्यो पनि हुन्छ। जस्तो उसले भ्याकेसन्स आउँदैछ, उसले भ्याकेसन्सको प्लान गरौँ तिमी र म बसेर, तिम्रो भ्याकेसन्सको प्लान कसरी गर्ने
होइन तिम्रो रुटिनहरूमा पनि काहीँ केही छ मैले हेल्प गर्ने तिमी आफै गर टिभी हेर्ने टाइममा आफै फिक्स गर होमवर्क गर्ने टाइममा आफै फिक्स गर खेल्ने टाइम स्पोर्ट्सको लागि आफै छुट्टाऊ अब हामीलाई त्यहाँ टेन्सनै हुँदैन कि तिम्रो रुटिनमा के छ भनेपछि पुग्यो कि ए टिभी हेरेर आएर छ भने पनि उसको रिडिङ टाइम रहेछ भने उसले आफै अटोमेटिकली आफै उसको स्विच अफ गर्न सक्छ कि हो तर हामीले उसलाई पुस गर्नु भएन कि सुरुमा त घडी हेर्न सिकाउनु पर्ने रहेछ यति बज्यो मेरो काम यति यो गर्नु पर्यो भन्ने उसले सिक्नु त्यो बिस्तारै उनीहरूको लर्निङ फेजमा उसले यो पछि यो गर्ने टर्न वाइज पनि गर्न सकियो जस्तो अब घडी नै हेर्नुपर्छ भने अब जस्तो अर्ली चाइल्डहुडको बच्चाहरू चाहिँ गर्न सक्छ अब जस्तो टिभी नै के अरे यो घडी नै हेरेर काम गर्छ भन्छ नि तर टिभी हेर्दाखेरि पनि हामीले स्लिप टाइम राख्दैन यो एउटा पार्ट हेरिसकेपछि तिमीले अनि अर्कोमा चाहिँ अब नहेर्ने भनिसकेपछि उसले जति पार्टको उसको हुन्छ नि हेर्ने उसको कार्टुन होला कुनै सिरिज होला त्यो हेरेपछि अर्कोमा चाहिँ तिमी नजाऊ ल भनेपछि ऊ त जाँदैन त्यो त लिमिटेड हुन्छ नि त हो त्यो लिमिटेड टाइम्स त्यसै सेटअप पनि गर्न सकिन्छ लेख्दा 2 पेज लेख किन आधी घन्टा 10 मिनटमा लेख्यो भने उसको टाइम सक्यो त रिडिङ टाइम अर्ली चाइल्डहुडमा त आधी घन्टै पढ्नुपर्छ भन्छ होइन नि 2 पेज होमवर्क लिएर आएको छ अथवा उसलाई 2 पेज पढ्नु छ होइन उसलाई केही प्र्याक्टिस गर्नु छ उसलाई कलरिङ गर्नु छ फेरि उसले 2 पेजको ठाउँमा उसलाई अघि मैले भन्छ कि 10 पेज 4 पेज पनि मन लाग्ला त्यो त उसको इन्ट्रेस्टमा भर पर्ने कुरा हो नि तर उसको इन्ट्रेस्टलाई चाहिँ हामीले के गरिदिनु पऱ्यो तिमी त्यो फेसिलिटेट गरिदिनु पऱ्यो कि उसलाई जसरी हामी टोयज मोबाइल अभाइलेबल गराइदिन्छौँ नि त्यसै गरी नै उसको लागि क्रेयन्स होइन कपिजहरू पेपर्सहरू त्यो सबै कुराहरू उसलाई चाहिँ कुन सेक्टरमा मलाई मनपर्छ उसले आफ्नो चोइस गरेर चुज गरेर जान सकोस् कि सो यो कुरा पनि हो र चाहिँ हामीलाई केही लेख्न मन छ भने हामीसँग टेबलमा पेपर पनि चाहियो पेन पनि चाहियो होइन त्यो पेपरमा केही कोरिहाल्यो भने अर्को पेपर पनि एभाइलेबल हुनु पऱ्यो नभए त अल्छी लाग्छ नि त हामीलाई नै लेख्नलाई पनि सो आफूलाई केही कुरा गर्नको लागि चाहिने कुरा चाहिँ सबसे पहिला सबै इजिली एसेसिबल हुने ठाउँमा राख्नु पऱ्यो सो हामी बच्चाको नि फेसिलिटेटरको रूपमा काम गर्ने भनेको नि लगभग त्यही नै एकदम त्यही लगभग हामीले धेरै कुराहरू कभर गऱ्यौँ अब पोडकास्टलाई इन्ड गर्नुभन्दा अगाडि तपाईँले देख्नुभएको अहिलेसम्मको तपाईँको एक्सपिरियन्स अनुसार तपाईँले ट्रेनिङ दिनुभएको अनुसार चाहिँ 5वटा जति गल्ती हुन्छ नि कसैले आएर सुनाउनुहुन्छ नि टिचरले पनि सुनाउने स्टुडेन्टले नि सुनाउने र प्यारेन्ट्सले पनि सुनाउने चाहिँ उहाँहरूले चाहिँ कम्प्लेन गर्नुहुन्छ नि त मेरो बच्चाको यस्तो भयो मैले यसो गरिरहेको थिएँ अनि यस्तो गर्यो टिचरले पनि यो स्टुडेन्टले यस्तो गर्यो अनि मैले यस्तो गरेँ भन्ने टाइपको स्टोरीहरू सुनाउनुहुन्छ त्यो मध्ये चाहिँ तपाईँलाई लाग्छ नि यो टिचरले गर्न नहुने कुरा गरेछ यसो नगर्दा हुन्थ्यो अथवा प्यारेन्ट्सले पनि तपाईँले यस्तो चाहिँ नगर्दा हुन्थ्यो बच्चालाई अथवा तपाईँले यस्तो चाहिँ नभने हुन्थ्यो बच्चालाई यस्तो खालको मिस्टेकहरू हुन्छ नि तपाईँले त फोन दिनुभएछ दिनभरि टाइम लिमिटै सेट गर्नु भएन यो पनि एउटा गल्ती भयो नि त तपाईँले टाइम लिमिट सेट गर्नु पर्थ्यो नि त यसरी काउन्सिलिङ गर्नुहुन्छ नि त हो यस्तो टाइपको मिस्टेकहरू चाहिँ कतिको देख्नुभएको छ यस्तो के अब जस्तो क्वालिटी टाइमको कुरा गर्छौँ नि हामी अनि प्यारेन्ट्सले भन्नुहुन्छ कि दिइरहेको छु त 24 घन्टा यसैको लागि जागिर खाएको छैन घरमै बसिरहेको छु अनि अब उहाँलाई अनि तपाईँ कसरी चाहिँ गर्नुहुन्छ भन्दा म अब भात पकाउँदा नि उसलाई हेरेर भात पकाइरहेको हुन्छु लुगा धुँदा नि ऊ मसँगै हुन्छ होइन टिभी हेर्दा नि ऊ र म सँगै भइरहेको हुन्छौँ तर वाट इज द मिनिङ अफ क्वालिटी टाइम आई एम जस्ट फर यु आई कन्ट्याक्ट गरेर होइन अनि त्यसपछि ए हो र ए त्यस्तो उसको कन्भर्सेसनलाई चाहिँ हामीले बढाउने कि ताकि उसको के भयो त अब उसको एउटा इन्टर रिलेसनसिप पनि बिल्डअप भयो इन्टरपर्सनल रिलेसनसिप उसको एउटा बिल्डअप भयो भने कन्फिडेन्स अर्को बिल्डअप भयो त्यसले गर्दाखेरि क्वालिटी टाइमले चाहिँ कहाँ चाहिँ हामीले दिँदाखेरि के हो त वाट इज द मिनिङ अफ क्वालिटी टाइम एन्ड क्वान्टिटी टाइम भन्ने कुरामा चाहिँ प्यारेन्ट्सहरूले नबुझेको देख्दा कता त्यसमा चाहिँ मलाई अलिकति तेरिका भन्ने त्यो फिल हुन्छ प्यारेन्ट्सको साइडबाट भन्नुपर्दा चाहिँ क्वालिटी टाइम भनेको वाट इज क्वालिटी टाइम क्वालिटी र क्वान्टिटीमा भिन्नता बुझ्नु भएन हो त्यो चाहिँ एउटा उहाँहरूको अलिकति कन्फ्युजिङ पार्ट भयो हजुर टिचरको पार्टमा जाँदाखेरि टिचरको पार्टबाट हेर्दाखेरि चाहिँ म एज अ टिचरै हुँदाखेरि पनि जस्तो प्यारेन्ट्सले चाहिँ अब स्कुलको गेटभित्र बच्चा छोडिसकेपछि चाहिँ अब इन्जेक्सन लगाएको जस्तो के त्यो ब्रोइलर कुखुरालाई इन्जेक्सन लगाएर ठुलो बनाउने भन्ने एउटा हुन्छ नि कन्सेप्ट त्यो लिएर आइदिनुहुन्छ कि प्यारेन्ट्सहरूले त्यो होइन नि त किनभने बच्चा अल आर नट सिमिलर
अनि उसको लर्निङ चाहिँ कसैको स्लोली हुन्छ भने कसैको फास्ट ऱ्यापिडली भइरहेको होला। कम्पेरिजन चाहिँ गर्नु भएन क्या। तपाईँले यो बच्चालाई चाहिँ यो गरिदिनुहुन्छ, यो बच्चालाई यो गरिदिनुहुन्छ भनिसकेपछि त्यो एउटा समस्या हुन्छ। अनि टिचरले पनि फेरि त्यहाँ कहाँ टिचरको मिस्टेक हुन्छ भने मैले चाहिँ यो लेटरसम्म पुर्याइसकेँ जस्तो भनौँ, अब यु लेटर पुग्यो नर्सरीको, अब अर्को कुनै बच्चा चाहिँ EFGमै अड्किरहेछ, हेत्तेरी उसको यु पुगिसक्यो, पिटी भए पनि उसलाई युसम्म पुर्याउनु पऱ्यो, किनभने मलाई कोर्स कम्प्लिट त मेरो ड्युटी हो। ड्युटी मात्र होइन हाम्रो चाहिँ, हामी चाहिँ फेसिलिटेटर हौँ भनेर उसलाई चाहिँ सहजीकरण गर्नुपर्छ। मेरो 10 to 4बाट मैले 4 to 5 चाहिँ अथवा भनौँ न 4 to 4:30 अथवा चाहिँ अझ कुनै टिफिन टाइममा बच्चाहरूको कुनै खेलिरहेको बेलामा जब उसलाई चाहिँ प्रेसर दिनुभन्दा पनि उसँग कन्भर्सेसन गरेर उसको र मेरो रिलेसनमा चाहिँ काहीँ ल्याकिङ भइरहेको हो कि बच्चामै समस्या हो, त्यो डायग्नोसिस गर्ने चाहिँ टिचरको त्यो प्रविधि नहुँदा चाहिँ त्यसले चाहिँ बच्चाहरूलाई मार पारिरहेको हुन्छ कि। अब प्यारेन्ट्सको खोज हुन्छ इक्वेलिटी होइन, सिमिलर होइन, कम्पेरिजन, अनि टिचरले त्यसैलाई फलो गर्दा गर्दै टिचरबाट पनि प्रब्लम के भइदिन्छ त, मैले उसलाई चाहिँ पुस गरिरहेको हुन्छु, भोलि चाहिँ त्यो बच्चालाई त्यसले चाहिँ अर्को स्कुलै नजाने, अघि जुन भन्नुभएको थियो नि, अब म स्कुलै जान्न, अब ऊ खाटमुनि लुक्छ कि होइन, उसले ज्वरो आयो भनेर सिरकभित्र पेट दुख्यो भनेर रुन्छ, त्यो साइकोलोजिकली न्युरोलोजिकली समस्या हुन जान्छ कि त्यो मेन्टल इफेक्ट भइदिन्छ क्या बच्चालाई। हामीले देख्दा टिचरले गर्दा सानो गल्ती देखियो, तर यसले यति ठुलो इम्प्याक्ट पार्छ नि। साँच्चै नै स्कुल भन्ने बित्तिकै उसलाई चाहिँ के हुने त, पेट दुख्ने, स्कुल पुग्ने बित्तिकै उसलाई चाहिँ खुट्टा दुख्ने होइन, उसलाई हात दुख्ने, लेख्न नसक्ने, हातहरू काम्ने हुन्छ। त्यो चाहिँ के गर्दा हुन्छ त भन्दा हामीले एकदम बढी फोर्स गर्दाखेरि उसको क्षमताभन्दा बढी हामीले जब त्यहाँ हाल्छौँ नि त, हामीले एउटा झोलामा चाहिँ 10 किलो सामान अट्छ, हामीले 14 किलो सामान हाल्यो भने के हुन्छ, छेनै बिग्रिएला, यताबाट फाट्ला होइन, त्यो पछाडि बोक्ने नै चुडिएला हो, त्यस्तै चाहिँ हुन्छ भन्ने कुरा टिचरहरूले बुझ्नुहुन्न कि। त्यहाँ चाहिँ अलिकति टिचरहरूको समस्या देख्छु म। ओके, सो धेरै राम्रो कुरा भयो। अब यो पोडकास्ट हेर्ने हुनेहरूले चाहिँ यस्तै खालको काउन्सिलिङ लिनु पऱ्यो, मेरो नि अलिअलि समस्या छ, मलाई पनि केही ट्रेनिङ, तपाईँले भन्नुभयो भने 8 तहको ट्रेनिङ, 8 हप्ते ट्रेनिङ लिनु पऱ्यो भने चाहिँ कहाँ हुन्छ, यसको लोकेसन चाहिँ कहाँ हुन्छ र तपाईँलाई कसरी कन्ट्याक्ट गर्न सकिन्छ? अब मेरो आफ्नो चाहिँ पेनमेट एजुकेसन हब एन्ड ट्रेनिङ सेन्टर भनेर, पेनमेट इन्डस्ट्रिज प्राइभेट लिमिटेड भनेर हाम्रो चाहिँ गुगलमा सर्च गर्न सकिन्छ होइन, त्यहाँ मेरो कन्ट्र्याक्ट नम्बरहरू छ, अनि त्यहाँ थ्रु चाहिँ उहाँहरूले चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। ए ओके, यस्तो ट्रेनिङहरूको कुनै प्राइसिङ केही छ भन्न मिल्ने गरी? यस्तो छ, अब हाम्रो मैले अघि पनि भनिसकेँ, यस्तो छ, जस्तो 1 डे सेसन, ओरिएन्टेसन सेसन त मैले त्यो बिजनेसको मोटिभले भन्दा पनि मैले केही बोल्दा 2 जना प्यारेन्ट्सले मात्र हो र, ल म्याम मलाई त धेरै कुरा थाहा भयो, मैले गरि त रहेको थिएँ, तर मेरो मिस्टेक यहाँ छ भन्नुहुन्छ भने त्यो चाहिँ मेरो लागि त्यो इन्सेन्टिभ भयो क्या। म चाहिँ त्यसरी पनि सोध्छु। सो फर्स्ट सेसन चाहिँ हाम्रो फ्री नै हो, ओरिएन्टेसन सेसन त हामी फ्री नै पनि गर्छौँ होइन। अनि आइसिडिपीकै कुरा गर्दाखेरि, एज आइसिडिपी फेसिलिटेटर भन्दाखेरि चाहिँ हाम्रो चाहिँ एउटा नर्मल चार्ज लिन्छ इसिएसीले बुकको लागि, अनि त्यसपछि सर्टिफाइड हुनुहुन्छ उहाँहरू, त्यसको सर्टिफिकेट चार्जहरू जुन इसिएसीले लिन्छ त्यो बुझाउनलाई गर्छौँ। अब हाम्रो आफ्नो सेसन्सहरू जुन चाहिँ हाम्रो पेनमेट एजुकेसन हबले नितान्त भनौँ न एउटा कमर्सियल बिजनेसको तर्फबाट हेर्दाखेरि चाहिँ हाम्रो पनि फेसिलिटेटरहरू, हामीलाई फेरि अरू ट्रेनर चाहियो नि त होइन, एक्लैले गर्न नि हो। अनि जब अरू ट्रेनर्सहरू आउनुहुन्छ उहाँहरूलाई त पे गर्नुपर्छ नि त, भनेपछि त्यो हिसाबले पनि हामीले चाहिँ लिनुपर्ने हुन्छ क्या निश्चित शुल्कहरू होइन। त्यो कारणले गर्दाखेरि अब कस्तो खालको प्याकेज उहाँहरू वान्ट गर्नुहुन्छ होइन, 1 डे सेसन होइन, मलाई त 1 विकको सेसनै चाहिन्छ जस्तो लाग्यो एकदम होइन, म त 8 हप्ता नै यता आइसिडिपी नै गर्छु होइन म्याम, तपाईँको सेसन मन पऱ्यो तर हाम्रो चाहिँ आएर प्यारेन्ट्सहरूलाई दिइदिनु भन्दाखेरि हामी नोमिनल चार्जमा चाहिँ हामी गरिदिन सक्छौँ। जस्तो स्कुलहरूमा गएर हामी प्यारेन्टल सेसनहरू लिएर आउँछौँ। ओके, यसमा चाहिँ
स्कुलबाट पेमेन्ट हुने भयो? स्कुलले पेमेन्ट गर्छ, प्यारेन्ट्सले गर्नु परेन। अनि म चाहिँ के पनि भन्छु अझै स्पेसलमा यसमा के एड गरेँ हजुरलाई मैले भने प्यारेन्टियल सेसन चाहिँ स्कुलले जब एडमिसन लिन्छ नि त त्यतिखेर नै एउटा प्यारेन्ट र टिचरलाई राखेर एउटा सेसन राख्नु पायो भने त दुईटाको बिचमा चाहिँ जुन एउटा लानुपर्छ नि सँगसँगै प्यारलली लान सक्यो नि त। त्यो प्यारलल लाँदाखेरि त अनि उहाँहरू बिचको पनि इन्टरेक्सन क्लियर हुन्छ। कति त हेजिटेसन हुन्छ नि त यो प्यारेन्ट्स कस्तो होला ला केही भन्छ कि टिचरको साइडबाट नि एकदम फियर छ कि गाह्रो छ कि अहिले पैसा तिरेपछि सबै कुरा आउँछ भन्ने प्यारेन्ट्स हुनुहुन्छ भने प्यारेन्ट्सको साइडबाट पनि फियर छ मैले गरे अनुसार मेरो बच्चाले पाएको छ कि छैन, मेरो बच्चामै प्रब्लम हो कि साँच्चै स्कुल होस् त्यस्तो हो म चेन्ज पो गरौँ कि त्यो समस्या छ नि त। त्यसलाई चाहिँ सर्ट आउट गर्नलाई चाहिँ हामीले प्यारेन्टियल सेसनहरू स्टार्टिङमै पनि त लन्च गर्न सक्छौँ। त्यसको लागि एकदम धेरै पैसा तिरेर लाउन ठुलो गर्ने भन्दा पनि सानो सानो सेसनहरू टाइम टु टाइम गरिदियो भने त्यहाँ इन्टरेक्सन हुन्छ अनि यहाँ रहेछ नि त लुप होल्स, यहाँ रहेछ नि त समस्या, सानो सानो समस्यालाई त समाधान गर्न सहज भयो नि त। त्यसरी चाहिँ जान सकिन्छ। मैले यहाँ एक्ज्याक्टली यति नै पैसा लिन्छौँ भनेर अब यति नै भन्न त अलि मिल्दैन। टेन्टेटिभ एउटा रेन्ज होला नि स्टार्टिङ यतिदेखि चाहिँ हामी पर सेसन चाहिँ यसरी लिन्छौँ भन्ने टाइपले, किनकि मलाई एकदमै इफेक्टिभ हुन्छ जस्तो लाग्यो। किनकि प्यारेन्ट्स मिटिङ भनेर प्यारेन्ट्ससँग एकछिन 5-10 मिनट कुरा गर्नु र हरेक हप्ता चाहिँ हप्ताको एक दिन चाहिँ सेसनमा गएर वर्कसप टाइपको हुन्छ नि, टिचर यता साइडमा प्यारेन्ट्सहरू यता साइडमा र दुइटैको मेन्टालिटी दुइटैको ओपिनियनहरू चाहिँ होइन आफ्नो बच्चाप्रतिको चाहिँ दुवैपट्टिको क्लियर हुन्छ नि त। वर्कसप भनेको तपाईँको केही इन्टरेक्टिभ सेसनहरू हुन्छ होला होइन, सो गेमहरू हुन्छ होला। सो हामी अफिसमा टिम बिल्डिङ एक्टिभिटी गरे जस्तै प्यारेन्ट्स र टिचरले चाहिँ त्यो बच्चालाई कसरी पर्सिभ गरिरहेछ, उनीहरूलाई कसरी अन्डरस्ट्यान्ड गरिरहेछ भन्ने कुराको क्ल्यारिटीको लागि पनि त्यो सेसनहरूले चाहिँ मोर हेल्पफुल हुन्छ होला। सो स्टार्टिङ कसैलाई एउटा मात्रै सेसन लिनुपर्छ र मलाई 8वटा सेसन लिनुपर्छ भनेर तपाईँले लिइरहनु भएको चार्ज भनिदिनु भयो नि। मैले त्यसमा त भने आइसिटिपीमा त हामीले एज अ फेसिलिटेटरै काम गर्नुपर्छ, त्यसमा चाहिँ हामीले पैसा लिनु मिल्दैन होइन। त्यसमा चाहिँ हामीले फ्री सेसन नै दिने हो। त्यो फर्स्ट सेसन चाहिँ हामी ओरिएन्टेसन त हामी फ्री नै दिन्छौँ भयो होइन। अनि फर्स्ट सेसन भनेको यही हाम्रो 8वटा तहको होइन, त्यसलाई त्यो घरलाई समेटेर चाहिँ हाम्रो सेसन हुन्छ। जस्ट इन्ट्रोडक्सन मात्रै, इन्ट्रोडक्सन सेसन भयो। त्यसमा पनि हामीले के हो त चाइल्ड रेयरिङ प्र्याक्टिसहरू भनेर बुझाउँछौँ भने अब हाम्रो आफ्नो जुन इन्स्टिच्युटबाट हामीले दिन्छौँ नि त्यसमा चाहिँ हामीले रिक्वायरमेन्ट अनुसारको प्याकेज बनाउँछौँ। अनि त्यो प्याकेजमा कतिजना निडेड हुनुहुन्छ त, जस्तो न्युरो साइन्स बेस पनि चाहियो भन्यो भने त हामीलाई त्यहीसँग रिलेटेड पर्सन चाहियो, फेसिलिटेटर चाहियो। कतिपय कुरामा साइकोलोजिस्टलाई पनि एड गर्नुपर्ने हुन्छ होइन, साइकोसोसियल काउन्सिलिङ पनि हुन्छ। त्यो अनुसारले हामीले कस्ट चाहिँ गरेर उहाँहरूलाई कस्टिङ गरेर हामी भन्छौँ। अनि हाम्रो चाहिँ अर्को यो जुन केयर गिभर्सहरू छ नि अहिले चाहिँ रेस्पोन्सिभ केयर गिभिङ कि हाम्रो केयर गिभिङ चाहिँ रियाक्टिभ छ। कहिलेकाहीँ त हामी अब जस्तो हस्बेन्ड एन्ड वाइफकै रिलेसनमा भनौँ न, हस्बेन्डले कम्प्लिटली अब जस्तो कुरा केही भन्न लाग्नु भएको छ, आज मलाई चाहिँ अब केही खानु मन लाग्छ छैन, केही खानाको कुरा उठाउनु भयो, त्यहाँ वाइफले इन्टरप्ट गरिहाल्नुहुन्छ नि, म त आज यो बनाउनु सक्दिनँ, मेरो त आज यो प्रब्लम छ। तर मेबी हस्बेन्डले चाहिँ बाहिर खाना खान जाउँ न, आज मेरो चाहिँ खाना घरमा खान मन छैन भन्न पनि लागेको हुनसक्छ नि त। भनेपछि हामी अडल्टमा त त्यो समस्या भइरहेको हुन्छ भने रेस्पोन्सिभ भइदिएन, रियाक्टिभ भइदियो भने त केयर गिभर र चाइल्डको बिचमा प्रब्लम भयो नि। अनि अहिले चाहिँ हाम्रो आयाहरू हुनुहुन्छ नि त, हामीले त घरमा त अब वर्किङ वुमनहरूले त के गर्ने, प्यारेन्ट्सहरूले के गर्ने, आया राख्ने, डे केयर चाहियो। अब डे केयर पनि सानो बच्चालाई त भनौँ बिलो 2 इयर्सको बच्चाहरूलाई त अबोभ त राख्न सक्यो, बिलो 2 इयर्सको बच्चाहरूलाई जुन इन्फान्ट्स लेभलको बच्चाहरूलाई त कहाँ गर्नु पऱ्यो त भन्दा घरमै केयर गिभर दिनु पऱ्यो भने हामीले त्यो केयर गिभरको पनि ट्रेनिङको व्यवस्था गरिसकेका छौँ। त्यो केयर गिभर्सहरूले पनि 1 विकको ट्रेनिङ लिएर सर्टिफाइड नै भएर एज अ आया काम गर्दाखेरि वाट इज रेस्पोन्सिभ केयर गिभिङ होइन। नर्चर भनेको के हो, हाउ टु नर्चर, नर्चरिङ डजन्ट मिन स्पोइलिङ कि
नर्चरिङ भनेको चाहिँ उसलाई चाहिँ कसरी गर्ने त, त्यो रेस्पोन्सिभ केयर गिभिङ एन्ड नर्चरिङको पनि हामीले चाहिँ के गर्छौँ त, ट्रेनिङ हामी फेरि केयर गिभर्सलाई नै पनि दिइरहेको छौँ। त्यो पनि पेनमेड एजुकेसन हबले अर्को पाटो हामीले समेट्न खोजिरहेको छौँ। भनेपछि मुख्य मेरो आफ्नो भिजन भनेको चाहिँ मेरो सेन्टर पोर्सन भनेको चाइल्ड नै हो। किनभने मलाई बच्चा मनपर्छ, म हेर्दा स्ट्रिक्ट छु फेरि होइन। मेरो बच्चाहरूले कसैले सुन्यो भने म्याम इज इट भन्न सक्ला होइन। तर मेरो पास आउट भइसकेको स्टुडेन्टहरूले चाहिँ अहिले मलाई भेट्यो भने चाहिँ म्याम हजुरले गर्दा म आज यहाँ छु नि। पास आउट भनेको एससी दिएर पास आउट भइसक्यो पहिलाका बच्चाहरू, अब उनीहरू त अब एउटा प्रोफेसनमा इस्टाब्लिस भइसक्यो होइन। म्याम त्यस्तो हो, हजुरले गर्दाखेरि यस्तो भएको, त्यो दिन हजुर मलाई यो भनेर मलाई यहाँ म यसरी मेरो चेन्ज भयो एटिट्युडहरू भन्दाखेरि चाहिँ खुसी लाग्छ क्या। त्यही भएर लभिङ एन्ड केयरिङ नेचर मात्रै नर्चर होइन, डिसिप्लिन के हो भन्ने कुरा होइन, नियम र प्रेम दुइटालाई चाहिँ सँगसँगै लान सक्नु पनि एउटा चाहिँ कला हो अभिभावकको शिक्षकको। र त्यसमा जहिले पनि केन्द्रबिन्दुमा को आयो त, विद्यार्थी नै आयो। र हो पेनमेड एजुकेसन हबले बालबालिकासँग रिलेटेड अझ धेरै स्किम्सहरू ल्याउन सकोस् होइन। पेनमेड इन्डस्ट्रिजको पनि कन्सेप्टमा जुन अहिले हामीले म्यानुफ्याक्चरिङ स्टेसनरी गरिरहेछौँ, अझ चाइल्ड फ्रेन्डली एक्टिभिटिजहरू मेटेरियल्सहरू प्रडक्ट गर्ने हाम्रो प्लानमा छ। चाइल्डले चाहिँ अघि भने जस्तो ए लेख्नलाई कलमै नसमाइकन पनि उसले ए लेख्ने स्ट्राटेजिजहरू, लेटर्सहरूदेखि लिएर त्यही वर्ड्सहरू फर्म गर्नेदेखि लिएर सेन्टेन्स फर्म गर्ने पनि मेथोलोजी त्यस्तो चाहिँ फर्म गर्न सकियोस् भन्ने त्यसमा म लागि परिरहेको छु। हेरौँ लाइफमा कति सक्सेसफुल हुन्छ। हस्, हजुरलाई धेरै धेरै शुभकामना त्यसको लागि पनि। हुन्छ, हस्, थ्याङ्क यू सो मच। हस्, आज पोडकास्टमा आइदिनु भएकोमा धन्यवाद। हुन्छ, मलाई पनि मेरो आफ्नो भनाइहरू आफूभित्र रहेका कुराहरू चाहिँ अगाडि यसरी राख्ने मौका दिनुभएकोमा यति मजाको हाम्रो संवादको लागि चाहिँ हजुरलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।